बाइबल यो कुरा भन्छ बाटो सत्य र जीवन चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। आमेन। जिजस भन्नुस् त। यो नाम लिँदै गर्दा यो सत्यले नै स्वतन्त्र भइसक्यो मान्छेहरू यहाँनिर। आमेन। जो पनि बन्धनमा थियो जिजस ट्रस्ट चाहिँ 100% हो। त्यो 100% मा ल्याउनुको लागि चाहिँ दिनौ हिँड्नुपर्छ। झुकझुक सान्नु हुन्छ मन बोलेको कि प्रभु हो हुन्छ कि हुँदैन त्यतिखेर चाहिँ आम फाल्नुपर्छ। त्यतिखेर चाहिँ फेदमा आम फाल्नुपर्छ। त्यतिखेर देख्छ महिमा। आमेन। किनभने यो माइन्डले चाहिँ नदेखेको कुरालाई पत्याउनै सक्दैन नि त, तर विश्वास चाहिँ नदेखेको कुराको ग्यारेन्टी हो। आमेन। हालेलुया। येशू राजा हुनुहुन्छ। आमेन। किन जहाँनिर येशू प्रभुको उपस्थिति हुन्छ त्यहाँनिर अरू कुनै कुरा चाहिँ टिक्न सक्दैन। आमेन। अझै पनि यो उपस्थितिभित्र तपाईँलाई डर लाग्दैछ, अझै पनि तपाईँको यो उपस्थितिभित्र फिक्री चिन्ता छ भने चाहिँ तपाईँ झुट हो तपाईँको माइन्डमा बोल्दै गरेको। तर सत्यले चाहिँ स्वतन्त्र गर्छ। आमेन। अनि सत्य चाहिँ येशू हुनुहुन्छ। आमेन। किन बाइबल यो कुरा भन्छ बाटो सत्य र जीवन चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। आमेन। जिजस भन्नुस् त। यो नाम लिँदै गर्दा यो सत्यले नै स्वतन्त्र भइसक्यो मान्छेहरू यहाँनिर। आमेन। जो पनि बन्धनमा थियो जिजस यतिखेर यो नाम लिँदै नै स्वतन्त्र हुँदैछ। शक्ति भन्नुस् त। जब पवित्र आत्मा आउनुहुन्छ तिमीले शक्ति पाउँछौ भनिकन प्रेरितको 8ले भन्छ नि, त्यो शक्ति चाहिँ यति साह्रो खतरा शक्ति हो कि त्यो शक्तिको चाहिँ सट्ट छाया मात्रै पर्दै गर्दा नि एउटा भर्जिन केटी कन्सिभ हुन्छ। अब यो बोलेको कुरा कतिलाई माथिबाट उड्यो मलाई याद छ, बाइबल पढ्नुहोस्। किनभने मरियम चाहिँ भर्जिन थियो हुन्छ नि। जब गाब्रिएल एन्जल आयो के भने नि, एक कृपा पात्र स्त्री आज परम प्रभुको छाया तिमी माथि पर्छ अनि तिमी बालकलाई जन्माउँछौ। आमेन। छायाले मात्र एउटा भर्जिनले बढ्दिनु सक्छ भने उहाँ कति शक्तिशाली हुनुहुन्छ। आमेन। अनि त्यो जब त्यो छायाको उपस्थितिलाई त्यो पवित्र आत्मालाई हामी भित्र बोक्न थाल्छौँ नि, मेरो छायाले मान्छे निको हुन्छ। आमेन। पत्याउनुहुन्छ बाइबलमा त छ पत्रुसको छायाले मान्छे निको भएको छ। त्यो चाहिँ पत्याउनेको लागि मात्रै हो। बाइबलले चाहिँ यस्तो स्पष्ट भन्छ, रोमी 14:23ले यो कुरा भन्छ, बिना विश्वासको चाहिँ जे पनि पाप हो भन्छ। पापी हुने पापी नहुने नि है, त्यसमा विश्वास गर्नु पर्यो। आमेन। म विश्वास गर्छु भन्नुहोस् त। विश्वासले मात्रै फरक ल्याउँछ। किनभने नि हिब्रू 11:6 यही कुरालाई भन्छ, विश्वासले मात्रै उहाँलाई खुसी बनाउन सक्छ। बिना विश्वास उहाँलाई रिजाउनु असम्भव छ। इट्स इम्पोसिबल टु प्लिज गड विदाउट फेथ भनिकन भन्छ। परमप्रभुलाई रिजाउनुको लागि चाहिँ फेथ चाहिन्छ। अनि फेथ हुँदै गर्दाखेरि चाहिँ तपाईँलाई यति लामो बाइबलको भर्स पनि धेरै याद हुनु पर्दैन खास चाहिँ, तर पछि चाहिँ याद हुनुपर्छ है। फेरि सुरु भइसकेपछि जर्नी चाहिँ फेथबाट सुरु हुन्छ। एउटा कनानी स्त्रीको घटना भन्छु, लुकामा छ। अहिले बाइबल पढ्दिनँ, 13 हुन्छ पक्का पनि त्यो। अनि त्यो स्त्री आउँछ अनि भन्छ, प्रभु प्रभु मेरो नानी बिमार छ, भूत लागिरहेछ प्रभु भन्छ क्या। प्रभुले सुनिदिनै भएको छैन त्यो केटीलाई। आजको दिनमा यीशु प्रभु तपाईँ र मेरो अगाडि हिँड्दै गरेको भए हरेकसँग समस्या हुन्छ नि, हो कि होइन भन्नुहोस् त। एक्सपेक्टेसनमा आउँछ मान्छे सेवा। अझै कोही ठुलो मान्छे आउँदैछ भन्दा मान्छे एक्सपेक्टेसनमा आज यो मान्छेले केही गर्छ मेरो लाइफमा। झन् कस्तो होला, यीशु प्रभु लर्ड अफ लर्ड किङ अफ किङ्स चाहिँ हिँड्दै गर्दा मान्छे के भन्दै प्रभु प्रभु मेरो छोरालाई भूत लागिरहेछ प्रभु भनिदिरहेछ। प्रभु चाहिँ नसुनी गइदिरहेको। आजको दिनमा आदि क्रिस्चियन ब्याकस्लाइड हुन्थ्यो त्यति भए, हो कि होइन भन्दा लु। यीशु प्रभु त लास्ट फुर्के रहेछ, के भएको काम भयो हे प्रभु भनेको, बोलाउँदा पनि सुन्दैन। चेलाहरूलाई रिकमेन्डेसन मागे क्या। हेर्नुहोस् न यो केटीले हामीलाई वाक्कै लगाइसक्यो प्रभु। अन्त प्रभुले के भने नि, म इजरायलको घराना हराएको भेडा बाहेक अरूको लागि आएकै होइन। तर पनि त्यो केटी चुप लागेन हुन्छ नि। अनि फेरि भनेको छ, बालकहरूको रोटीलाई लिएर कुकुरलाई दिनु असल छैन भनेको छ हुन्छ नि। त केटीले क्या मिठो भन्दै हुन्छ नि, कुकुरले पनि त तपाईँकै टेबलबाट खान्छ, मालिककै टेबलबाट। कतिजना छ यो स्टेजमा आज? कतिपल्ट हामीलाई कस्तो लाग्छ नि, प्रभु भन्नुहोस्, प्रभुले ढिस्सै गरिदिइहाल्नुपर्छ। प्रभुमा तथास्तु चल्दैन भन्नुहोस् त। रामायणहरू हेरेको सानोमा यस्तो तथास्तु भन्नुहोस्, रावणले शक्ति पाइहाल्थ्यो, शिवजीलाई खेदिन्थ्यो नि क्या। हुँदैन है, प्रभुमा तथास्तु नै छैन। यीशु प्रभुमा जर्नी छ। आमेन।
त्यही कारण त बाइबलले चाहिँ अनन्त जीवनको बारेमा बताउँछ। अनन्त जीवन भनेको चाहिँ लामो अनि जर्नीबाट हिँड्नै पर्छ, तर आज कतिपल्ट हामीलाई के लाग्छ भने प्रभुले चाहिँ यसरी मिलाइदियो सबै कुरा। त्यसरी मिलाइदियो भने त मान्छेको क्यारेक्टर बन्नेकै हुँदैन, खास स्वार्थी हुन्छ क्रिस्चियन, लास्ट स्वार्थी हुन्छ नि। चाहँदा मात्रै प्रभु आशीर्वाद दिनुहोस्, यो मिलाइदिनुहोस्, त्यो मिलाइदिनुहोस्। अरे नेतालाई पोलिटिक्स घसेको हो क्या हौ। सायद कतिजना तपाईँहरूलाई त्यो बानी छ होला, सरी है, तर सरी पनि भन्दिनँ, मलाई मतलब पनि लाग्दैन, म त घस्दिनँ। मैले एउटै नेता, एउटै किङ चिनेको छु, यीशु राजा हुनुहुन्छ। अनि उहाँलाई चाहिँ चिप्ले दल्दा चिप्ले नै लाग्दैन, नभए त्यो केटीको चिप्ले लागिसक्नु पनि इमोसन्समा आएर प्रभुले है बिसारा केटी मान्छे हो क्या दुःख दिनु भनेन क्या प्रभुले। उहाँ आफ्नो स्ट्यान्डर्डमा जिउनुहुन्छ, आमेन। तर त्यो स्ट्यान्डर्डमा जिउँदै गर्दा चाहिँ नि एउटै कुराले यीशु प्रभुलाई खिच्यो, के भने नि फेथ भन्नुहोस् त, विश्वास भन्नुहोस्। यो केटीको जस्तो विश्वास त मैले इजरायलमा पनि देखिनँ भन्नुभएको छ क्या हो। आज यो कोठामा त्यस्तो मान्छे जन्मेको होस्, तपाईँको विश्वासले चाहिँ यीशुलाई खिचेको होस्, आमेन आमेन। किनभने भिड चाहिँ जहिले हुन्छ, तर भिडको बिचमा नि एउटै मान्छेलाई मात्रै प्रभुले खोज्नुहुन्छ कि जसको विश्वासले मलाई तान्छ, आमेन आमेन। जिजस हालेलुया, यीशु राजा हुनुहुन्छ, आमेन। ल मत्ती 19:26ले यो कुरालाई भन्छ, मानिससँग त असम्भव छ तर परमेश्वरसँग सबै कुरा सम्भव छ, आमेन। ल भन्नु सबैले, एभ्रिथिङ इज पोसिबल विथ गड। परमप्रभुसँग सबै कुरा सम्भव छ, आमेन। बोल्दै तल गइहाल्दो रहेछ बानी भएर कि, तर माथि ल्याउनु कोसिस गर्दैछु। ल आफ्नै सो ठुलो सुन्दैछु म, तर फरक पर्दैन। आज यो बोलेको आवाजले चाहिँ हृदय छुओस् प्रभु जिजस। पत्ताउनुहुन्छ, कतिजनाले पत्ताउनुहुन्छ प्रभुमा हरेक कुरा सम्भव छ, आदिले पत्ताको छैन रहेछ है। त्यस्तो नपत्याउनेलाई चाहिँ केही गर्दा नि हुँदैन। अहिले चाहिँ हामीलाई कस्तो बानी भएको छ नि, गङ्गामा डुब्की लिँदै गर्दा मान्छे पाप क्षमा हुन्छ सोध्छ नि, त्यहाँ टट्टी तरिरहेको हुन्छ, पाप क्षमा हुन्छ, तर उसको विश्वासले त हुन्छ भनिरहेछ त। अन्त पवित्र यीशु ख्रीष्टको रगतले हाम्रो जम्मै पापलाई धुन्छ, फेद छ। पहिला धुइ मागौँ है एकछिन, किनभने अभिषेक बोक्नुभन्दा अगाडि चाहिँ नि भाँडालाई प्रभुले सट्टै नयाँ बनाउनु मन पराउनुहुन्छ। किनभने अभिषेक चाहिँ गलत जग्गामा पऱ्यो भने त्यो अभिषेकले मार्छ नि त, हो मारेको छ बाइबलमा अभिषेकले, मारेको छ नि बाइबलमा, अभिषेकले मार्छ पनि है। त्यही कारण अनोइन्टिङसँग खेल्नु हुँदैन, पवित्र आत्माको अभिषेकसँग चाहिँ खेल्नु हुँदैन। किनभने नि प्रेरित 10:38ले यो कुरा भन्छ, जसरी नाजरतको यीशु ख्रीष्टलाई पवित्र आत्माले अभिषेक गर्नुभयो, उहाँले शक्तिको कार्य गर्दै दियाबलसले पेलेकोहरूलाई छुटकारा दिँदै हिँड्नुभयो भनेको छ। त्यो अनोइन्टिङ आएको पछि नि यीशु प्रभुले मेनिफेस्टेसन अफ होली स्पिरिटद्वारा नि साइन वन्डर्स मिराकलको काम गर्नुभएको छ। त्यही कारण एकछिन सबैजनाले मनले भन्नुहोस् ल, पवित्र आत्मा मलाई सहायता गर्नुहोस्। यीशु प्रभु तपाईँको रगतले मेरो आत्मा, मेरो प्राण, मेरो शरीरलाई धोइदिनुहोस्। यतिखेर म आफैलाई नयाँ बनाइ माग्छु, तपाईँ आउनुहोस्, आमेन। यो बोल्दै गरेको वर्ड सानो सुन्छ कि, तर वर्डले फरक ल्याउँदैछ है, आमेन आमेन। संसारले पनि केही कुरालाई, केही टेक्नोलोजीलाई, कुनै पनि कुरालाई यदि इन्भेन्ट गर्यो भने उनीहरूले के गर्छ भने नि एउटा त्यो डेट, लन्च डेट राख्छ, अनि त्यो लन्च डेट राखेर चाहिँ उनीहरूले घोषणा गर्छ। याद छ नि है? ओहो, आइफोन त सबैले बुझ्नुहुन्छ नि है। आइफोन लन्च हुँदै गर्दा एप्पल कम्पनीकोले घोषणा गर्छ कि हामीले यो डेटमा यो फोनलाई लन्च गर्दैछौँ, कुनै पनि गाडीले यो गर्दैछौँ भने घोषणा गर्छ। तर परमप्रभुले पनि घोषणा गर्नुभएको छ बाइबलमा, आमेन। अनि परमप्रभुले जब घोषणा गर्नुहुन्छ नि त्यो चाहिँ हुन्छै हुन्छ, आमेन आमेन। जोसुवा भन्नुहोस् त, जोसुवालाई चाहिँ यस्तो प्रमिस दिएको थियो कि प्रभुले, तैँले जुन ल्यान्डलाई टेक्छस् नि त्यो ल्यान्डलाई तैँले पोजेस गर्छस् भनेको छ। आज तपाईँ यदि जोसुवाको हलभित्र हुनुहुन्छ, यदि त्यो जोसुवा जेनेरेसन हुन चाहनुहुन्छ भने चाहिँ नि प्रभुले दिएको अथोरिटी चाहिँ त्यो, तैँले जुन ल्यान्डलाई टेक्छस् त्यसलाई चाहिँ तैँले अधिकार गर्छस्, अधिकार गर्ने पुस्ता, आमेन। तर अधिकार चाहिँ त्यही मान्छेले मात्रै गर्छ कि जो भित्र चाहिँ परमेश्वरप्रति ट्रस्ट अनि फेथ छ।
किनभने शत्रुले सबभन्दा छिटो हिट गरिदिने भनेको मान्छेको फेथलाई हो। जुन दिन मान्छेको फेथलाई हिट गर्छ नि त्यो मान्छेलाई बाइबल भर्स जतिसुकै याद किन नहोस् उसले नि प्रार्थना नै गर्न सक्दैन। हो कि नहुनु त लु? जीवनमा तपाईँको टक्कै परिस्थिति आउँदै गर्दा बिमार हुँदै गर्दा केही नराम्रो घटना गर्दै गर्दा तपाईँको फेथलाई पहिला जान्छ कि जाँदैन? हो कि होइन? टायर पङ्चर भएको फेथ पङ्चर हुन्छ। तर बाइबलले चाहिँ भन्छ प्रभुमा सधैँ आनन्द गर। यो चाहिँ प्र्याक्टिस हो, प्र्याक्टिस हुन्छ नि। मलाई पनि धेरै निराशा आउँथ्यो जर्नीमा हिँड्दै गर्दा। कोही बेला के कतिवटा कुरा प्रभुलाई प्रार्थना गर्थेँ, ब्रेक थ्रु देख्दैन थियो लाइफमा। थुप्रो 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 नै हुन्थ्यो। सोच्थेँ क्या, अरे प्रभुले त मेरो कुरा सुन्दैन क्या हो, प्रभु छैन क्या जस्तो लाग्थ्यो कोही बेला। अनि त्यही टाइममा चाहिँ के हुन्थ्यो भन्नुहोस् त? के हुन्थ्यो भन्नुहोस् न? त्यही टाइममा चाहिँ फोन आउँथ्यो कि साह्रो परिरहेको मान्छेले चाहिँ प्रार्थना गरिदिनुहोस् न दा, काउन्सिलिङ। उसलाई काउन्सिलिङ दिँदै गर्दा मै बुझ्छ अब हुन्छ नि, आफू चाहिँ यस्तो साह्रो परिरहेछ। तर परमेश्वरले चाहिँ त्यसरी काम गर्नुहुन्छ है। आमेन। जुन दिन चाहिँ म हुँ भन्ने सोध्छ नि त्यो दिन प्रभुले चलाउँदैन। जुन दिन चाहिँ म सक्दिनँ भन्छ नि त्यो दिन चाहिँ प्रभु काम प्रकट हुन्छ। आमेन आमेन। अहिलेको जमानामा त वासिङ मेसिन छ। पहिला पहिला कतिजनाले लुगा धोएर यसरी पेन्ट एउटा साथीलाई पक्रेर यसरी निचोरेको घुमाएर कुकुरले निचोर्नु भएको। ओजी जेनेरेसनहरू रहेछ अझै पनि। मैले पनि त्यस्तै गरेँ। झन् टिनेजमा त अलिक बल आउँछ, एउटापट्टि जिन्स पेन्ट चाहिँ साथीलाई एकपट्टि पक्रिन लाएर यसरी निचोर्थेँ क्या। निचोर्दा निचोर्दा कोही बेला त पेन्टै फटाइदिन्छ जस्तो लाग्थ्यो क्या, यस्तो निचोर्थेँ पानी चाहिँ एक थोपा पनि नहोस्। अनि प्रभुले पनि जर्नीमा हिँड्दै गर्दा त्यसरी निचोर्नुहुन्छ हामीलाई। खास अनोइन्टिङ भन्छ नि, अनोइन्टिङ आउनुको लागि चाहिँ प्रभुले पेल्छ। खास एउटा भद्राक्सको दाना ओलिभको हामीले होइन ओलिभ ओइल लाउँछ नि त अनोइन्ट गर्दा, त्यो ओलिभ ओइल बनिनुको लागि चाहिँ ओलिभ चाहिँ पेल्लेको हुन्छ। पेल्लिन्छ, छानिन्छ, त्यहाँबाट मात्रै तेल निक्लिन्छ। तपाईँ ओलिभै हो परमेश्वरले बोलाएको, ओलिभ सुट्स पनि होला कति त यहाँ। तर नि ओलिभ सुट्सलाई पनि भन्छ पेल्छ प्रभुले। यो चाहिँ तपाईँहरूलाई आज अनेस्ट भनिदिइरहेको। त्यो जर्नीमा जाँदै गर्दा चाहिँ प्रभुले नपेलिकन एउटा रोड भन्नुहोस् त, रोड भन्नुहोस् त, रोडलाई मजाको बाटो हुनुको लागि के गर्छ भन्नुहोस् त? पेल्छ भन्नुहोस् न। नभए त रोड फेरि फेरि खाल्टाङ खुल्टुङ मात्रै हुन्छ। त्यो रोड पनि मजाको हुनुको लागि पेल्छ। अनि यीशु प्रभु पनि बाटो सत्य र जीवन हुनुको लागि नि यीशु प्रभु पनि पेलिनु भएको हो। एक थोपा पनि रगत थिएन भन्छ त बडीमा, एक थोपा पनि। जब जिरो भयो नि त्यतिखेर चाहिँ महिमा आयो। आमेन आमेन। आजको दिनमा हामीलाई त मनपर्छ नि प्रभु तपाईँको महिमा खन्याउनुहोस्, शक्ति खन्याउनुहोस्। तर त्यो महिमा र शक्ति खन्नुको लागि चाहिँ नि प्रभुले पहिला जिरो बनाउँछ। हिजो ब्रदरहरूको टेस्टमनी सुन्नुहुँदै थियो, मैले त लाइभ देखेको हो नि त, लाइभ देखेको। तर प्रभुले जिरोमा बनाउनुहुन्छ। कतिजना जिरो हुनु मन पराउनुहुन्छ? एक दुईजना मात्रै रहेछ, किनभने आज सबैलाई हिरो हुनु मनपर्छ नि त है। आजको दिनमा प्रभु, हिजो मलाई एकजना भाइ यहाँ छ कि छैन प्रार्थना गरिदिनुहोस् न दा अरे। के को लागि भनेको त मेरो फेथ बढोस् भनेर अरे। अन्त अनेस्ट भन्दै मैले, ऊ बिचरा एउटा हार्ट लिएर आएको थिएँ। मैले भने भाइ फेथ बढाउने प्रार्थना नै हुँदैन कुनै पनि संसारमा, फेथ चाहिँ एउटै कुराले मात्रै बढाउँछ, त्यो चाहिँ वर्ड अफ गडले। किन वचन चाहिँ सुन्नाइ बढाउँछ, सुनाइले मात्रै विश्वास बढाउँछ भन्छ नि त। म चाहिँ सत्य कुरा भन्नु मन पराउँछु हुन्छ नि, किनभने टेक्निकै छैन। टेक्निक छैन भन्नुहोस् त। तर यो जेनेरेसन टेक्निकल हुँदैछ। किन भन्नुहोस्? हामीलाई टेक्नोलोजीसँग खेल्ने बानी भएको छ नि त। त्यसले गर्दै गर्दा प्रभुमा पनि टेक्निक खोज्छ क्या। यति दिन फास्टिङ बस्यो भने टक्कै 21 दिन बस्यो भने दानियल फास्टिङ, 3 दिन फास्टिङ बस्यो भने एस्तर फास्टिङ, 40 दिन बस्यो भने मोसा फास्टिङ। आमामा याद भइसक्यो सब। भरे केही हुँदैन। कतिलाई उल्टा टिभी लाग्दिन्छ। हुँदैन है, टेक्निकले हुँदैन। प्रभुलाई हार्ट चाहिन्छ। आमेन आमेन। प्रभुले हृदय देख्यो भने त प्रभुले फेरि जङ्गलबाट पनि बोलाउँछ यसरी। यो होइन, यो होइन, यो पनि होइन, यो पनि होइन, देख्दैछस् बाटै देख्दैछस्, ज्ञानी देख्दैछ, यो होइन, जङ्गलकोलाई बोला, जङ्गलकोलाई। त्यो जङ्गलको चाहिँ कस्तो हुन्छ भन्नुहोस् त? त्यो जङ्गलको चाहिँ यो भन्दै गर्दा सट्टै प्रभुको उपस्थिति आएको चाल पाइरहेको छु। त्यो जङ्गलकोलाई चाहिँ सट्टै अभिषेक गरिदिन्छ कि, अभिषेक गरिदिकन बिचार लाटा भएर फेरि नै बाख्रा चराउन जान्छ। त्यस्तोलाई चाहिँ प्रभुले चलाउँछ। आजको दिनमा त अभिषेक भइसक्यो, भोलिपल्टदेखि त उसलाई त फेरि छुनै गाह्रो हुन्छ। होइन है, होइन। अनोइन्टिङ भन्नुहोस् त। त्यो अनोइन्टिङ चाहिँ नि सट्टै छाया मात्रै पर्दा कन्सिभ भयो नि जुन चाहिँ पवित्र आत्माको, त्यो अनोइन्टिङ चाहिँ जब एलियाले नि एलिसालाई सट्टै छाइदियो कि ऊभित्र के भयो भयो, के भयो भयो ऊभित्र। चुप बस्नु सकेन, सिधै गयो, जोत्दै गरेको गोरु टुक्रा टुक्रा काट्यो, त्यो हलोमै पकाएर दियो भनेको छ।
जबसम्म एलियालाई नि परमेश्वरले उठाइदिने दिनसम्म आएन नि, त्यो समय एलिसाको जर्नीको कथै छैन बाइबलमा। तर कस्तो हुन्छ नि आजको सेवकाईमा चाहिँ तपाईँ अलिक अनोइन्टेड मान्छेसँग हिँड्यो भने चाहिँ क्यामेरामा चाहिँ सानो भए पनि मेरो पनि हल्का आइदियोस् भन्ने क्या, हुँदैन भन्नुहोस् त। प्रभुले अन्डरग्राउन्ड राख्छ भन्नुहोस्, अन्डरग्राउन्ड। सायद कतिलाई यो अलिक भाषा मिल्दैन होला, लुकाएर राख्नुहुन्छ प्रभुले। किनभने यीशु प्रभुलाई नि महिमित हुनु अगाडि नि प्रभुले अन्डरग्राउन्ड राखे नि त, बुझ्नुभयो? 3 दिन 3 रात हौ त्यो जर्नी। आज सुक्खा हाडमा जीवन बोल्नु मनपर्छ? कतिजनाको भेट्छ मुर्दा उठ्छ भनेर? अब चेक भयो, एकछिन पर्खिनुहोस् न, म चेक गरिहाल्छु नि। इजिकललाई नि 3 अध्यायमा हुँदै गर्दा प्रभुले के भने नि, इजिकल 3 अध्यायमा 37 अध्यायमा चाहिँ मुर्दा उठाउने कुरा छ। 3 अध्यायमा प्रभुले भने तेरो जिब्रो तालुमा टाँसिदिन्छु ल, तँ बोल्नु सक्दैनस् भन्यो। आज गुङ्गा बनाइदियोस् प्रभुले, कसको लागि प्रार्थना गरिदिउँ तपाईँलाई आज लाटा बनाइदियोस् भनेर। लु को हुनुहुन्छ यहाँ? को हुनुहुन्छ? कोही छैन। एभ्रीबडी वान्ट्स टु स्पिक, एभ्रीबडी वान्ट्स टु रिकग्नाइज। हामीलाई रिकग्नाइज भएको मनपर्छ, तर परमेश्वरको काम गर्ने तरिका भिन्नै छ। म किन यो भन्दैछु भने बिस्तारै म आउँदैछु, यो जेनेरेसनले बुझ्नुपर्छ है। इजिकल 37 अध्यायमा पुग्नु अगाडि नि इजिकल 3 अध्यायमै उसको जिब्रो चाहिँ प्रभुले तालुमा टाँसिदिइसकेको थियो। 33 च्याप्टर 9 अन्जालसम्म, 33 अध्याय 9 अन्जालसम्म चाहिँ इजिकल लाटाको लाटै छ बाइबलमा। मान्छेको टट्टीमा तैँले खाना पकाएर खानुपर्छ भने गडली सुन्यो गडली? मैले बोलेको बुझ्नु हुँदैछ कि छैन हौ? ठिकै छ, बुझ्छ यो जेनेरेसनले। आमेन। मैले किन भन्दैछु भने सबैले हामीलाई त मनपर्छ नि सुक्खा हाडमा जीवन। अहिले यहाँनिर एउटा बिमारी ल्याएर टिममा सुक्खा हाडको जीवन प्रार्थना गर्नु, सबले कस्तो गर्जी प्रार्थना गर्छ, हो कि होइन? एक्लै पठाउनुहोस् त तपाईँलाई चेन गरेमा राति जान्छ, त्यहाँ त्यतिखेर याद हुन्छ खास चाहिँ। त्यो आँट देखाउने कुरा पनि होइन, तर जर्नी के भने नि प्रभुले लाटा बनाइदिन्छु भन्दा लाटा हुनु जरुरी छ। बाठे हुनु पर्दैन। प्रभुले लाटा चुप बस चुप। किनभने अलिअलि सिक्दै गर्दा केटाहरू बोल्नु मनपर्छ, स्टेज मन परिहाल्छ, प्रकाश थुप्रिँदै गरेको हुन्छ, नयाँ नयाँ रेभलेसन आउँदै गरेको हुन्छ, सिक्दै गरेको हुन्छ नि त, आत्माको संसार खोलिँदै गरेको हुन्छ। कहिले फुटाइदिउँ यो प्रकाश भन्ने हुन्छ। तर प्रभुले जुन दिनसम्म लाटा भनेको छ लाटा हुनुपर्छ। किनभने प्रभुले जुन दिन निकालेर बोल भन्छ नि त्यतिखेर चाहिँ सुक्खा हाडमा जीवन आउँछ। आमेन। त्यो चाहिँ परमेश्वरको ऋतुलाई पर्खिनु जरुरी छ। यो पुस्ताले जर्नीबाट हिँड्नु जरुरी छ। हिजो दादासँग बात मार्दै थिएँ, कोही बेला दाजुहरूसँग आएर दाहरूलाई शक्तिशाली कुराको लागि मात्रै नसोच्नुहोस्, जर्नी सोध्नुहोस् क्या। जर्नीमा चाहिँ आँसु हुन्छ, जर्नीमा चाहिँ खुट्टा पिल्सिन्छ, हात पिल्सिन्छ, घिस्रिन्छ, एक्लोपन हुन्छ, कसले पत्ताउँदैन। त्यो हुनु जरुरी छ। आमेन। तपाईँ यदि एक्लो भएन भने कहाँ यीशुलाई खोज्छ अन्त? त्यही कारण त यीशु चाहिन्छ त। आमेन। प्रभुले चाहिँ जहिले पनि हामीलाई नि त्यही कारण चाहिँ कस्तो हाम्रो लाइफमा किन सिचुएसन आउँदै गर्दा प्रभु मिलाइदिनुहोस् चाहिँ नभन्नुहोस् है। हाम्रो लाइफमा सिचुएसन आउँदै गर्दा चाहिँ प्रभु बनाउनुहोस् भन्नुपर्छ। प्रभु बनाउनुहोस्, तपाईँले डिल गर्नुहोस्। किनभने उहाँको इच्छा चाहिँ नि हाम्रो प्रति यति पनि खराब छैन, भलाइ नै छ। आमेन। अनि त्यो भलाइ छ भने चाहिँ नि खास प्रभुले हेर्दै गरेको हुन्छ। आज कतिजनालाई यहाँ पापी छु भने कतिजना पापी छन्, कसले हात उठाउँदैन। कतिजना फुर्के छन्, कसले हात उठाउँदैन। कतिजना घमण्डी छ भने कसले हात उठाउँदैन। यहाँ उठाउला, 1-2जना अलिकति इमोसनली चार्ज भएर प्रेजेन्समा बस्नुहोस् कि यति बेसी मैला भेटाउँछ आफूभित्र। प्रभुको उपस्थितिमा भेटाउनुहोस् त। उपस्थितिमा बस्दै गर्दा उहाँको ज्योति र उहाँको महिमा आउँदै गर्दा त छ्या म त आफूलाई त ठिक लाग्थ्यो, तर प्रभुको उपस्थितिमा चाहिँ नि प्रभुले माइनर डिटेललाई देखाइदिन्छ। अनि त्यतिखेर प्रभुले चोइस दिन्छ, यतिकै बस्छस् ओके केही पनि भन्दिनँ, तर यदि यो कुरा छोड्नु मान्छस् भन्छ तँलाई म अझै नेक्स्ट स्टेपमा लान्छु, जान्छस्। आमेन। आमेन। अनि त्यो नेक्स्ट स्टेप चाहिँ अझै साह्रो हुन्छ। अनि जुन दिन चाहिँ नि हाम्रो जीवनबाट त्यो सबै चाँदीबाट कसर निक्लिसकेको हुन्छ नि बिस्तारै, त्यतिखेर चाहिँ महिमा आउँछ। आमेन। आज यहाँनिर एउटा भोइस छ, मलाई प्रभुले रिसेन्ट डेजहरूमा बोलिरहनु भएको कुरा के भने नि यो पुस्तालाई, यो जेनेरेसनलाई, यो पृथ्वीलाई अर्को स्पिकर चाहिएको होइन, अर्को सेवक पनि चाहिएको होइन, अर्को वक्ता पनि चाहिएको होइन, यीशु चाहिएको, यीशु जस्तो मान्छे चाहिएको। आमेन। अनि यीशु जस्तो मान्छे हुनुको लागि चाहिँ नि हामी के गर्नुपर्छ अब म तपाईँलाई भन्छु बाइबलबाट। हुन्छ ल, मसँग मत्ती 20:28 खोल्नुहोस् त। थ्याङ्क यू लर्ड।
पाउनु भयो? पाउनु भयो? सबैजनाले पढौँ ल। थ्याङ्क यू लर्ड। ल ल पाउनु भयो? ल 1 2 3 भन्छु, पढ्नुहोस् ल। 1 2 3। आमेन। आँट्छ आमेन भन्ने? आमेन। यहाँनिर यस्तो मजा कुरा लेख्छ, मानिसको पुत्र पनि सेवा पाउनलाई होइन तर सेवा गर्नलाई धेरैको उद्धारको निम्ति मूल्य स्वरूप आफ्नो प्राण दिनलाई आयो। यो मानिसको पुत्र चाहिँ जिजस क्राइस्ट हो। हुन्छ नि, जिजस क्राइस्ट यस पृथ्वीमा आउनु भएको रिजन चाहिँ नि सेवा पाउनुलाई होइन, सेवा दिनुलाई। सेवा दिनलाई सेवक हुने इच्छा छ केटाहरू? बढ्दैछ सेवकाईमा। सेवा चाहिँ दिनुपर्ने कुरा है, दिनुपर्ने। दिनु चाहिँ प्रभुको स्ट्यान्डर्डको दियाइ चाहिँ नि फेरि मान्छेको स्ट्यान्डर्डको होइन। मान्छेले चाहिँ तपाईँलाई 10,000 दियो भने तपाईँ खुसी भइहाल्छ, प्रभुले चाहिँ लाइफ मागिदिन्छ। हिँड्नेले मात्रै बुझ्छ यो जर्नीलाई। मन परेको चिज, सपना, भावना, परिवार माग्दै गर्दाखेरि चाहिँ के गर्ने? चलाउनुहोस् त भन्छ प्रभुलाई, के गर्ने? तर जो मान्छेले नि यस भन्छ नि त्यही मान्छेलाई प्रभुले चलाउँछ। आमेन। मैले भनिरहेको छु यो रिसेन्ट डेजहरूमा हुन्छ नि, जब प्रभुले नि पत्रुस र योहन्नालाई बोलाउनु नि मेरो पछि आऊ भन्दाखेरि के भयो भन्नुहोस् त? त्यति नै खेर आयो उनीहरू, त्यति नै खेर आयो। तर अर्को जग्गामा नि एउटा मान्छेले भनेको छ क्या, प्रभु म तपाईँको पछि आउँछु नि, तर पहिला गएर मेरो बाउलाई काट्नु दिनुहोस् न भनेको छ क्या। मुर्दालाई काट्नु दियो, तिमी मेरो पछि लाग भनेको छ। त्यो मान्छेको बाइबलमा नामै छैन। जुन दिन नि हामीसँग डबल स्ट्यान्डर्ड माइन्ड हुन्छ नि, प्रभु पहिला यो मिलाइहाल्छु नि, घर मिलाइहाल्छु नि, परिवार मिलाइहाल्छु नि, यो गरिहाल्छु नि, अन्त गर्छु नि सेवा, हुँदैन। प्रभुले गॉड फर्स्ट। आमेन। गॉड फर्स्ट। आमेन। किनभने चाहिँ उहाँ चाहिँ सुरु अनि अन्त हुनुहुन्छ, उहाँ चाहिँ बिगिनिङ एन्ड द एन्ड हुनुहुन्छ। यो पुस्तालाई च्यालेन्ज हो, गॉड फर्स्ट राख्ने कि आफूलाई फर्स्ट? कस्तो हुन्छ भने नि प्रार्थनामा बस्दै गर्दा गॉड फर्स्ट हुन्छ कि एचिङबाट चाहिँ पहिला म प्रभु एचिङ ल प्रभु एचिङ भन्छ। एचिङ मैले कतिपल्ट भनेको, प्रभुलाई छोडिदिकन म आफै कहाँ पुगेको छु। यसो हेर्दा त प्रभु त परै रहेछ, मलाई त मजा आइरहेको थियो। तर त्यो मजाको बिचमा एकछिन प्रभुलाई टाढो देख्दै गर्दा खाली भयो क्या। यो सब छोडिदिन्छु यहाँ प्रभु, आई गो ब्याक। बरु मेरो जर्नी स्लो नै होस् तर तपाईँसँग हिँड्छु। आमेन। प्रभुसँग हिँड्नु भनेको छ नि, बाइबलमा प्रभुसँग उड्नु काम नि भनेको छैन। तर विश्वासीलाई चाहिँ प्रभुसँग उड्नु नै मन परिहाल्छ नि त एकैतालमा। प्रभुसँग हिँड्नु भनेको चाहिँ हिँडेर चाहिँ यहाँदेखि गान्तोक जानु पऱ्यो भने धेरै टाइम लाग्छ, उड्यो भने चाहिँ एकछिन हो। त्यस्तो चाहिँ हुँदैन जर्नी। आमेन। ल त लास्ट डेज अनोइन्टिङ भन्नुहोस्। तपाईँहरू जसुवासँग जोडिनु भएको छ अनि म पनि जसुवाको फ्रुट हो। यो मिनिस्ट्रीलाई तपाईँले बुझ्नु भने नि यो मिनिस्ट्री चाहिँ प्रोफेटिक मिनिस्ट्री हो। प्रोफेटिक कतिजनाले बुझ्नुहुन्छ प्रोफेटिक कुराहरूलाई? अब बुझ्नुपर्छ है, किनकि अन्तको दिनमा योएल 2:28 पढ्नु भएको छ नि, सबै माथि म मेरो हातमा खन्याउँछु। हाम्रो जर्नी सुरु हुँदै गर्दा चाहिँ हामी एकअर्कालाई अङ्कल मानिकन जय मसी प्रफेट भन्थ्यो। त्यो चाहिँ एक्ट अफ फेथ मात्रै थिएन, त्यो साँच्चीकै डिक्री पनि थियो। किन प्रोफेटिक भन्दै गर्दा नि यसो प्रभु जन्मिनुहुन्छ भनेर कसले भन्यो? म त सिक्किमको लेभल निकै माथि पुगेको जस्तो लाग्थ्यो। तर साँच्ची म थाहा पाउँदैछु हुन्छ नि, बढ्नुपर्छ है, बढ्नुपर्छ। सेवा एटेन्ड गरेर मात्रै हुँदैन, वर्ड र होली स्पिरिटसँग एभ्री डे हिँड्नुपर्छ। आमेन। आमेन। जिजस हालेलुया। किन आमोस 3:7 यो कुरा भन्छ कि आफ्नो दास अगमवक्तालाई नभनिकन उहाँले केही कुरा गर्नु हुँदैन। त्यही कारण चाहिँ प्रोफेटिक मिनिस्ट्री, किन प्रोफेटिक डाइमेन्सन, प्रोफेटिक इन्टरप्रिटेसन हामीले याद हुनु जरुरी छ। म आज बिस्तारै त्यो कुरा म सेयर गर्छु तपाईँहरूलाई। त्यही कारण चाहिँ होली स्पिरिट आएपछि चाहिँ नि यीशु ख्रीष्टको साक्षी नै अगमबानीको आत्मा हो नि त, हो कि होइन? रेभलेसन 19:10 है। अब म तपाईँहरूलाई भन्दैछु, तर प्रोफेटिक भन्नुहोस् त। यसै अगमवक्ताले भनेको थियो कि थिएन हौ यीशु प्रभुको बारेमा, हेर कन्या गर्भवती हुनेछ अनि उसले एउटा छोरा जन्माउँछ, उसको नाम के राख्नेछ? अनि यसै अगमवक्ताको प्रोफेसी यीशु प्रभुमा पुरा भयो। फेरि यसै अगमवक्ताले 53 भन्छ के अरे तिम्रो यीशु प्रभुले चाहिँ हाम्रो निम्ति कोरा खानुभयो, उहाँको कोराको चोटमा तिमी निको भयो। कसले 1000 वर्ष अगाडि आउन लागेको कुरा कसले भन्यो?
ए कसले भन्यो भन्नुहोस् त? आन्सर त तपाईँहरूले दिनु भएन, म भन्छु। प्रोफेटले भन्नुहोस्, प्रोफेटले भन्नुहोस्, अगमवक्ताले भन्नुहोस्। आजको दिनमा यस्तो झुट फैलाइरहेछ कि मान्छेले अगमवक्ता छैन भनेर, किनभने ऊ बस्दैन नि त प्रभुको उपस्थितिमा। परमेश्वरको आत्मा जब आउँछ नि अगमबानी आफै फुट्छ। किन अगमवक्ताले चाहिँ टाइम र सिजनलाई पहिला चाल पाउँछ। हुन लागेको के मुभ हो, प्रभु चाहिँ एडभान्स हुनुहुन्छ भन्नुहोस् त। हिजो ब्रदरले सेयर गर्नुहुँदै थियो लास्ट डेजको बारेमा, अन्त हामीले धेरै भयो कुरा सेयर गरेको। 1 वर्ष अगाडिदेखि हामी ट्रेन पनि गर्दैछौँ मान्छेहरूलाई। तर मजाको कुरा भनिदिउँ, प्रभुलाई सबै थाहा छ भन्नुहोस् त। मान्छेले जुनसुकै भाइरस बनाओस्, जुनसुकै भ्याक्सिन बनाओस्, जुनसुकै चिप बनाओस्, प्रभुलाई थाहा छैन होला। प्रभुले नै हुनु दिएको खास चाहिँ। तर जो मान्छे चाहिँ प्रोफेटिक अनोइन्टिङमा हुर्केको हुन्छ नि, उनीहरू चाहिँ योबाट सट्टै निक्लिन्छ। आमेन। आज म तपाईँलाई अलिकति आउटलाइन भनिदिन्छु। यो जसमा मिनिस्ट्री चाहिँ नि अगमबानीबाट सुरु भएको, याद छ? जब साधुजी चुङथाङमा हुनुहुन्थ्यो, अगमबानी आयो अगमवक्तालाई कि तैँले एउटा सेवा अर्गनाइज गर्नुपर्छ। त्यही अगमबानीबाट सेवा सुरु भयो। त्यही अगमबानीबाट परमेश्वरले दालाई अनोइन्ट गर्नुभयो। यो हिल्सको लागि, नेपाली जातिको लागि यो मिनिस्ट्री बढेर जान्छ। अनि त्यही प्रोफेटिक मिनिस्ट्रीबाट आज तपाईँ र म यहाँ छ। अनि यदि यो जेनेरेसनले प्रोफेटिक मुभलाई बुझेन भने कसले बुझ्ने? यदि प्रोफेटिक डाइमेन्सनलाई तपाईँ र मैले नै बुझेन भने कसले पक्रिने? बुझ्नुपर्छ आत्माको कुरा। आत्माको कुरा रियल छ। हिजो भ्याक्सिनको कुराहरू गर्दै थियो नि, याद छ? त्यो भ्याक्सिन बनाउने मान्छेहरू पनि नि मेडिटेसनमा जान्छ। दुबई त हब हो। दुबईमा तपाईँले कुन कुन सेलिब्रिटी चिन्नुहुन्छ? सबै सेलिब्रिटीको घर छ। यहाँको शाहरुख खान, सलमान खान, बाहिरको तपाईँको नेमारदेखि लिएर है संसारको टप टप आर्टिस्टहरूदेखि लिएर हिपहप आर्टिस्टहरू सबैको घर छ। किन भन्नुहोस् त? त्यहाँ आएर उनीहरू त्यो मेडिटेसनको त्यो जग्गामा बसेर नि सेकेन्ड हेभेनबाट उनीहरूले भोइसहरूलाई सुन्छ। डिमोनिक ऱ्यामको त्यो पोर्टल खोलिएको छ खास। तर हामी त्यहीँ बसेर प्रभुसँग जोडिन्छ। पौल जोडिन सकेन जेलखानाबाट। अनि तपाईँ यस्तो सजिलो जग्गामा आफ्नो घरमा छ, जहाँनिर चाहिँ प्रोफेट्सहरू छ, जहाँनिर चाहिँ तपाईँहरूसँग टिचिङ्सहरू छ, त्यही जग्गामा बसेर पनि प्रभुलाई सुन्नु सकेन, प्रभुको आवाजलाई बुझ्न सकेन, प्रोफेटिक डाइमेन्सनलाई बुझ्न सकेन भने कहिले ढिलो हुन्छ त? त्यही कारण चाहिँ यसै अगमवक्ताले जहिले नि अलर्ट गरेको थियो, परम प्रभुको निम्ति बाटो तयार गर। वे मेकर भनेर गीत गाउँछौँ नि, प्रोफेट चाहिँ त्यो हो परम प्रभुको लागि बाटो बनाउने। जिजस क्राइस्ट आउनु हुँदैछ फेरि पनि। आमेन। जो प्रोफेटिक अनोइन्टिङमा, प्रोफेटिक कुरामा नि, आत्माको कुरामा, अगमबानीको कुरामा हुर्केको र हिँडेको हुन्छ नि त्यो मान्छेहरू, उनीहरूले चाल पाउँछ के हुनेवाला छ भनिकन, के हुनेवाला छ भनिकन। प्रभु बोल्दै गर्दाखेरि प्रभु खोलिदिनुहोस्, प्रभु खोलिदिनुहोस्। मजा कुरा भनिदिउँ, आरामको राजाले आफ्नो घरभित्र बनाएको स्ट्राटेजी र प्लान चाहिँ नि अगमवक्ताले कोठाबाट भनिदिन्थ्यो। खै त्यो पुस्ता, खै आज यहाँ आएर भन्ने परमप्रभुको यो आवाज छ, पृथ्वीमा यो हुन लागिरहेछ, यो घटना हुन लागिरहेछ, मण्डली उठ्नुहोस् भन्ने। खै आजको दिनमा त नेताको अगाडि यस्तो गर्दै मान्छे ठिकै छ। तर मजाको कुरा भनिदिउँ, अगमवक्ताको घरमा चाहिँ फेरि राजाहरू आउँथ्यो। यसै 60 पढ्नु भएको छ भने चाहिँ नि राजाहरू तेरो ज्योतिमा आउँछ भनेको छ। फेरि राजाहरूले आइकन के भन्दै गरेको हुन्थ्यो नि, क्या मजा लाग्छ हुन्छ नि। प्रफेटले के भन्दैछ नि, ए त्यो दुष्ट आउँदैछ, दैला थुन त भन्दैछ राजालाई। त्यति आँटी हुन्छ है प्रफेटहरू चाहिँ। किनभने प्रफेट चाहिँ परमेश्वरको आत्माले भरिरहेको हुन्छ। जब माथिको कुरा देखिरहेको हुन्छ नि उसलाई, यहाँको कुराले फरक्कै पर्दैन। आमेन। ला 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 गुरुजी गुरुजी, हामीलाई त घेरेछ आरामको सेनाले, रक्त र अग्निमय घोडले घेरेछ। अगमवक्ता चिल भन्नुहोस्, प्रभु यो जवान मान्छेको आँखा खोलिदिनुहोस् त। तपाईँ मुसु मुसु हाँस्दैछ, खोलेको छ आँखा, आत्मिक आँखा, देख्दैछ आत्माको संसारको कुरा कि एभ्री सन्डे सेल मात्रै आउँदैछ। जब प्रभुलाई नि, त्यही कारण चाहिँ नि पहिलो कोरिन्थी 12 पढ्यो भने के लेख्छ नि, आत्माको दान अनि वरदानको लागि चाहिँ उत्कट इच्छा गर, अनेस्ट डिजायर राख। परमेश्वरको आत्माले भरिनुको लागि चाहिँ भोकाउनु पर्छ हौ। बाइबल स्ट्यान्डर्ड राखेको छ, हुन्छ नि, जो भोकाउँछ मौका आओस्। अगाको मान्छे भनेको छैन माग तिमीलाई दिन्छु भनेको छ, जो पाइला त्यसलाई दिन्छु भनेको छैन। कसले माग्नुहुन्छ यहाँनिर? आजको दिनमा मजाको कुरा, प्रवीण अघि वर्सिप गर्दै गर्दा नि नयाँ कुरा भन्ने कुरालाई, नयाँ अनोइन्टिङको कुरालाई टच गर्दै थियो। दादाले पनि त्यही नयाँ कुरा, म त्यहाँ बसेर प्रभुले मलाई अघि बिहान हिजो रातिदेखि त्यही कुरा बोलिराख्नु भएको थियो, नयाँ कुरा। दोज हु आर इन क्राइस्ट इज अ ब्रान्ड न्यू क्रिएसन भन्छ। नयाँ भन्नुहोस् त। बाइबलले त यही कुरा भन्छ, यदि कोही क्रिस्मस छ भने त नयाँ हो भनेको छ। नयाँ। अनि नयाँमा चाहिँ हामी कतिपल्ट कस्तो हुन्छ भने नि, नयाँ त हो तर पुरानो मलाई चिन्छस्, पुरानो म चाहिँ यो है फेरि हुँदैन।
त्यो पुरानो म जबसम्म मरेको हुँदैन नयाँ कामै गर्दैन। यदि तिमी नयाँ गरी जन्मेनौ भने परमेश्वरको राज्यमा पस्नै सक्दैन भनेको छ। कतिजना बर्न एगेन हुनुहुन्छ यहाँ? क्रिस्चियन त सबैजना हो, तर कतिजना बर्न एगेन हुनुहुन्छ? किन त्यो बर्न एगेन चाहिँ नि पहिलो पत्रुसले के कुरा भन्छ भने नि आत्मिकी अविनाशी वीर्यबाट जन्मेको, स्पिरिचुअल सिडबाट तिमी जन्मेको। आज म हालिदिनु खोज्दैछु तपाईँहरूलाई। म दामी 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 कुरा पनि भन्नु सक्छु नि तपाईँहरूलाई, तर मेरो प्रार्थना चाहिँ के भने नि यदि यो जवानहरूले यो यहाँ आएको मान्छेहरूले नि आत्माको संसारलाई बुझ्न र देख्न थाल्यो भने नि फरक पर्छ। हामी किनभने जब प्रेरितहरू अगमवक्ताहरू संसारमा हिँड्दै थियो नि संसारलाई उलट पुलट गर्ने भनेको छ। आमेन आमेन। बाइबलमा त राजा डराउँथ्यो अगमवक्ता आयो भने। राजा त यस्तो कुल राजा, यस्तो दाउद पनि माइटी वरियर हो नि त, याद छ नि है? दाउदलाई माइटी वरियर भन्छ, गोलियतको टाउको काट्ने दाउद। अगमवक्ता चाहिँ यस्तो आँटी कि मुखमा गएर भनिदिरहेछ, एउटा भेडा थियो यस्तो यस्तो भनेर भनेको छ, त्यसलाई त मार्नुपर्छ, त्यो व्यक्ति तिमी हो। आँट्छ आज नेतालाई भन्ने कि सर पर्ची लिएर सरकारी जब लगाइदिनुहोस् न। आमाहरू प्रभुको अगाडि नरुने पनि नेताको अगाडि रुँदैछ। रियालिटी बोलिदिन्छु म चाहिँ। आजसम्म त मैले त कहिले नमस्ते गरेको छुइनँ। एकपल्ट हात मिलाएर चाहिँ जिजस लभ यु चाहिँ भनिदिएको, तर्से पनि नेता त। जिजस तपाईँलाई ऐना देखाएकै खास चाहिँ तपाईँ को भनिकन अनि यदि यो पुस्ताले यो बुझ्यो भने चाहिँ नि हामीले झुकिरहनु पर्दैन, डराइरहनु पर्दैन। किनभने बाइबलले नि रोमी 8:15ले के कुरा भन्छ नि अब उसो तिमीलाई भयभीत हुनुलाई बन्धनको आत्मा होइन तर धर्मपुत्र हुने अधिकार दिएको छ, जसबाट तिमीले अब्बा पिता भनिकन पुकार्न सक्छौ। आमेन। पछाडि बस्ने भाइ बहिनीहरू नजिस्किनु ल, मैले प्रोफेटिक डाइमेन्सनको कुरा गर्दैछु हो। टाँसेर नबस्नु, उता सिधा पर ल, यता हेर भाइ, वचन सुन्न आएको भने चाहिँ मजाले सुन ल, त्यसरी ती बहिनीहरूसँग टाँसेर नबस्छ क्या। म प्रोफेटिक डाइमेन्सनको कुरा गर्दैछु, नभए जसपासेल आएको केही हुँदैन। तिमीहरूलाई आजसम्म कसले कराएको थिएन होला, तर म भनिदिन्छु यो लाग्यो भने तिमी चेन्ज भएन, भोलिको दिनमा कसैको लागि बनिन्छ। जिजस हालेलुया। संसार मर्दैछ, याद छ? अनि त्यो मर्ने प्लान चाहिँ कसले बनाउँछ भन्दा चाहिँ नि फल्स प्रफेटहरूले बनाउँछ। एन्टी क्राइस्ट र फल्स प्रफेट राइज हुन्छ भन्छ नि। फल्स प्रफेटले अगमवक्ताले यदि परमप्रभुको लागि बाटो बनाउँछ भने नि फल्स प्रफेटले चाहिँ डिमोनिक स्पिरिटको लागि सेकेन्ड हेभन अनि लुसिफरको टिमको लागि चाहिँ उनीहरूलाई बाटो बनाइदिन्छ। आजको दिनमा हिजो सुन्दै थिएँ, तपाईँलाई म टेक्निकल कुरा त के भन्नु सक्छु, मलाई यति बेसी इन्फर्मेसन याद छ। जिएमओ भन्छ, जिएमओ जेनेटिकली मोडिफाइड अर्गानिजम भन्छ। के लाग्छ तपाईँलाई यहाँ आएको छैन जस्तो लाग्छ? सिक्किमको मान्छेले खेती गर्नु छोडिसक्यो त हो कि होइन भन्नु त लु? अनि तपाईँले खाँदै गरेको चामल सबै कुरा कहाँबाट आउँछ भन्नु त? इन्डियामा त देखाइरहेछ त। अन्त बिचारा फार्मरहरू त पानी नपरेर त अन्त ब्याङ्कको लोन तिर्नु नसकेर झुन्डेर मरिरहेको, कसरी उम्रिँदैछ? त्यो सब सिडहरू चाहिँ ल्याबमा डेभलप हुँदैछ। त्यो भित्र चाहिँ यति साह्रो पेस्टिसाइड्स हालेर बनाएको हुन्छ, त्यहाँ किरै लाग्दैन। त्यो चाहिँ मान्छेको भुँडीभित्र पस्दै गर्दा चाहिँ मान्छेलाई अल्सर, ट्युमर, दुनियाँभरको रोग लागेको खास। तर त्यही कारण चाहिँ किन चाहिँ हामी प्रोफेटिक अनोइन्टिङ, प्रोफेटिक डाइमेन्सन, आत्माको संसारमा जिउने मान्छे हुनु जरुरी छ। अनि त्यसको लागि चाहिँ नि कस्तो भने नि धेरै टाइम लाग्छ भन्नुहोस् त। प्रभुले पहिला चाहिँ के भनेको छ भने नि शान्त हो अनि जान कि म बाइबलको कोही केही त याद छैन रहेछ। शान्त हो अनि जान कि म परमप्रभु हुँ। जबसम्म नि हामी भित्रको आँधीलाई, हामी भित्रको सोचलाई, हामी भित्रको चाहनालाई, हामी भित्रको डिजायरलाई, हामी भित्रको सपनालाई, प्लानिङलाई नि जबसम्म हामीले सट्टै सेटल गरिसक्दैनौँ नि, प्रभुसँग हिँड्ने मान्छेहरूलाई सोध्नुहोस् कि अब तपाईँले पनि एक्सपिरियन्स गरेको हुन्छ, माइन्डमा ब्याटल हुँदै गर्दा प्रभुको आवाज सुन्नु सक्दैन नि। जुन दिन त्यो सट्टै शान्त हुन्छ नि त्यतिखेर मात्रै सुन्न सक्छ। त्यसले गर्दै गर्दा चाहिँ प्रभुले त्यो प्र्याक्टिसमा, त्यो उपस्थितिमा चाहिँ रहिरहनु पर्छ। आमेन। आज तपाईँहरूलाई म यस्तो बेसिक कुरा भन्दैछु कि तर के कुरा हो यो खास? के कुरा हो? माया लाग्छ यो जोसवा जेनेरेसनको हुन्छ नि, तपाईँहरूको हुन्छ नि, यदि यो जेनेरेसनले यो सत्यता बुझ्यो भने चाहिँ कस्तो हुन्छ भन्ने हुन्छ भित्रबाट क्या, कस्तो हुन्छ भनेर। किनभने नि अब म कहाँ बाइबलबाट म तपाईँहरूलाई भन्छु ल। ओके, हिजो ब्रदरले एउटा भर्सलाई छुनु हुँदै थियो। पहिलो कोरिन्थी 3:16ले के कुरा भन्छ भन्नुहोस् त? कसलाई याद छ? बाइबल नहेरी भन्नुहोस् न, कसलाई याद छ? तिमी
तिमीहरूको शरीर चाहिँ पवित्र आत्माको मन्दिर हो आमेन मेरो बडी चाहिँ टेम्पल अफ गड हो भन्नुहोस् त तर पवित्र आत्मा बिना चाहिँ फ्लेस हो फेरि टेम्पल अफ गड मैले बोलेको प्रकाश अहिले अलिक बुझ्दैन होला टेम्पल अफ गड चाहिँ त्यतिखेर मात्रै हुन्छ कि जब पवित्र आत्मा म भित्र हुन्छ यदि पवित्र आत्मा म भित्र छैन त्यो शरीर मात्रै हुन्छ त्यही कारण चाहिँ रोमी 8ले मजाले भनिदिएको छ शरीरतर्फ मन लाउने चाहिँ परमेश्वरतर्फको शत्रुता हो भनेर डिफरेन्स यदि तपाईँ खालि प्रभुको कुराको एगेन्स्टमा छ भने पवित्र आत्मै छैन भित्र फ्लेस हो पवित्र आत्मा चाहिँ तपाईँले फिल मात्रै गरेको तर पवित्र आत्माले भरिनु चाहिँ जरुरी छ नि त फेरि पवित्र आत्माले एकपल्ट होइन बार बार भरिनु जरुरी छ बार तपाईँले प्रेरितको पुस्तक पढ्नु भने आज म तपाईँलाई भर्स दिनु सक्थेँ बेसी लामो हुन्छ बार भरिएको छ बार केही कुरा हुन आँटेको छ सट्टै प्रभुसँग बस्थ्यो पवित्र आत्माले भरिन्थ्यो टक्क जान्थ्यो 3000 ब्याप्टाइज पवित्र आत्माले भरिन्थ्यो जेलखानामा हुन्थ्यो सट्टै जेलखाना खोलिन्थ्यो तर आज चाहिँ पवित्र आत्माको एकछिन फिल भयो भने स्याटिस फिल भइहाल्यो अघि एकछिन रोइदिइहाल्यो मजा आइदिइहाल्यो जिरिरी भइदिइहाल्यो अब अर्को हप्ता फेरि मस्त भएको जस्तो क्या हो होइन है पवित्र आत्माले चाहिँ दिनौ भरिनु जरुरी छ सबैले भन्नुहोस् त पवित्र आत्मा बिना चाहिँ यो चाहिँ शरीर मात्रै हो भन्नुहोस् शरीरको कुराले चाहिँ प्रभुलाई कहिले पनि खुसी पार्न सक्दैन तर जसै पवित्र आत्मा आउनुहुन्छ यो चाहिँ मन्दिर हुन्छ दामी लागेन हेर्नुहोस् त एकैछिनमा अघि भने नि सट्ट छाया मात्रै आउँदै गर्दा कन्सिभ सट्टै लुगा मात्रै ओढाइदिँदा अगमवक्ता गोरु जोत्ने मान्छे अगमवक्ता भएको छ एकैछिनमा गदा खोज्ने मान्छे एकैछिनमा राजा भएको छ बाइबलमा पत्याउनुहुन्छ अनि भन्नुको मतलब आजको दिनमा एकैछिनमा तपाईँ चेन्ज हुनसक्छ तपाईँको जीवनमा स्वर्गले डेस्टिनी हालिदिन सक्छ आजको दिनमा तपाईँको कोठाबाट आउँदै गर्दा साधारण मान्छे लाटा मान्छे त्यति नबुझेको ल्याङफ्याङ लाइफ जिउने छ भने तपाईँको यहाँबाट सट्टै दैलाबाट निक्लेर जाँदै गर्दा तपाईँ अर्को मान्छे भएर जान सक्छ पत्याउनुहुन्छ जसले पत्याउँछ त्यसको जीवनमा चाहिँ हुनसक्छ बाइबलले चाहिँ त्यही कुरा हुन्छ विश्वास गर्नेको लागि मात्रै हो आमेन मजाको कुरा भन्छु त्यही कारण चाहिँ नि मत्ती 24:15ले के भने जब पवित्र स्थानमा घृणित वस्तु तिमीले पसेको देख्छौ त्यतिखेर चाहिँ तिमीले बुझ्नु ल म सानो सायद अब युट्युबले के गर्छ कोनी अब हेरौँ भरसक त नगर्नुपर्ने प्रार्थना गर्छु डल्लै सेटेलाइट सिस्टमलाई प्रभु यीशु ख्रीष्टको नाउँ अनि रगतमा म बाइन्ड गर्छु एन्जल्सहरूलाई म रिलिज गर्छु इन जिजस नेम म तपाईँहरूलाई अलिकति अन्डरस्ट्यान्डिङ बढोस् भनेर सानो केही कुरा देखाउँछु भाइहरू रेडी छ भने मलाई एकछिन त्यो एक्टो लाइफको अलिकति देखाइदिनुहोस् त ल देख्नुहुँदैछ तपाईँहरूले देख्नुहुँदैछ ल यो देख्दै गरेको चाहिँ आर्टिफिसियल वुम हो आर्टिफिसियल वुम भनेको चाहिँ नि नेचुरल होइन तर आर्टिफिसियल तरिकाले बनाएको गर्भ हो गर्भ अनि त्यो गर्भमा चाहिँ नानी बनाउँदैछ अहिले ल्याबमा यो चाहिँ एक्टो लाइफ भन्ने टेक्नोलोजी हो अनि त्यो एक्टो लाइफले चाहिँ के हुन्छ भने यो भित्र हाल्यो भने चाहिँ नानी मिसक्यारेज हुँदैन अनि तपाईँलाई कस्तो मनपर्छ जेनेटिक म्युटेसन भन्छ जेनेटिक म्युटेसनद्वारा तपाईँको नानी कस्तो बनाउन चाहनुहुन्छ 6 फुट हाइटको मस्कुलर स्ट्रङ किनभने अफ्रिकनको जेनेटिक स्ट्रङ हुन्छ उनीहरूको जिन्स स्ट्रङ हुँदै गर्दा अफ्रिकनको जिन हालेर स्ट्रङमा त्यस्तो गोरेहरूको इन्टेलिजेन्स अनि लुक्समा यस्तो स्किन चाहिँ कोरियनको सबै डिजाइन गरेर ल्याबभित्र नि उनीहरूले नानीहरू जन्माउँदैछ नानीहरू प्रिपेयर गर्दैछ यो चाहिँ टेक्नोलोजी अहिले तपाईँ र म जिउँदै गरेको समयको कुरा गर्दैछु है मान्छेलाई बाइबलको भर्सै थाहा छैन त्यही कारण चाहिँ भनेको यसरी ल्याबमा प्रिपेयर हुँदैछ नानीहरू अनि यो प्रिपेयर हुँदै गरेको नानीहरू कस्तो हुन्छ होला सोच्नुहोस् त यदि उसले आमाको नेचुरल वे जुन चाहिँ परमेश्वरले बनाउनु भएको त्यो कुरालाई फिल गर्नु सही छैन किनभने सेरोगेसी त सुन्नु भएको नि पहिला सेरोगेसी भनेको चाहिँ गर्भ रेन्टमा लिन्छ मान्छेले केटीहरूले फिगर बिग्रिन्छ भनेर चाहिँ मेरो अन्डा र मेरो बुढाको जुन चाहिँ स्पर्म हुन्छ त्यसलाई चाहिँ तिम्रो भुँडीमा रेन्टमा देऊ 9 महिनाको पैसा दिन्छु तिमीलाई 10 वर्ष पुग्ने पैसा दिन्छु भनेर धनीले चाहिँ त्यस्तै गर्छ हिन्दीको ठुल्ठुलो हिन्दी पिक्चरको ठुल्ठुलो हिरोइनहरूले पनि त्यस्तै गरेको छ नाम चाहिँ भन्दिनँ किनभने फेरि यहाँनिर ब्यान्ड गरिदिन सक्छ युट्युबले यसरी प्रिपेयर गरिरहेछ भने त यो नानीहरू चाहिँ यति साह्रो स्मार्ट यति साह्रो इन्टेलिजेन्ट हुन्छ तर के हुँदैन भन्नुहोस् त यिनीहरू जिन्दगीमा पवित्र आत्माले भरिन सक्दैन
हामीले नुहको दिन सुनिरहेछौँ नि त, मत्ती 24 त्यही भन्छ, नुहको दिन जस्तो हुन्छ। नुहको दिनमा पनि त्यस्तै भएको थियो, परमेश्वरको छोराहरू चाहिँ मानिसको छोरीहरूसँग मिसिएको थियो। अनि त्यसो हुँदै गर्दा चाहिँ उनीहरूको जिन मिसियो। जिन भन्छ नि मान्छेको जिन्स, क्या हो तेरो जिन्सले गर्दै गर्दाखेरि, आमाको बाउको जिनले गर्दै गर्दा यो यस्तो नेचरको भयो। अनि त्यो जिनमा यसो डेभलप हुँदै गर्दा चाहिँ नानीहरूलाई यस्तो बनाएको छ। अनि यो चाहिँ रेडी भइसकेको छ सबै कुरा। अहिले न्युरोलिङ्क भन्छ है, जुन चाहिँ एलन मस्कले बनाएको, अप्टिमसको यो जुन चाहिँ 1 लाखवटा त रोबोट रेडी पनि भइसकेको छ। आजको दिनमा ब्रेनमा हालिदिन्छ, अनि जति पनि त्यो एपिलेप्सीले लड्नेहरू हुन्छ नि उनीहरूलाई ठिक गर्नु, प्यारालाइसिस भएको यस्तो हुँदो रहेछ। साइन्स पढ्नेहरूलाई याद छ, देब्रेपट्टिको ब्रेन चलेन भने चाहिँ दाहिनेपट्टि प्यारालाइज हुन्छ। अन्त उनीहरूले चिप लगाइदिकन त्यसलाई स्मार्ट टेक्नोलोजीद्वारा चलाएर उनीहरूलाई फेरि नर्मल बनाउनु। साइन्सले ह्युमन बडीलाई पढेको चाहिँ नि हजारौँ वर्ष भइसक्यो, हजारौँ वर्ष। हुन्छ भाइ, थ्याङ्क यू। यसलाई एकछिन स्टप गरिदेऊ। मसँग अर्को त्यो ह्युमनोइडको पनि अलिकति देखाइदेऊ। हजारौँ वर्ष भइसक्यो साइन्सले मान्छेलाई पढेको। यो देख्नु हुँदैछ, यो ह्युमनोइड बनिँदैछ अहिले त। दुबईतिर चाहिँ त कस्तो हुन्छ नि, एसेम्बल गरिकन म गएको थिएँ यस्तोको सपमा। अन्त यो लिनु पऱ्यो भने के गर्नुपर्छ भने तपाईँको निड के हो भने मलाई क्या, अनि तपाईँको निड भन्नुहोस्, त्यो अनुसार हामी एसेम्बल गरिदिन्छ। एले त्यसरी नै हामी सेटअप गरिदिन्छ यसको डेटाभित्र, यसलाई हाल्ने सबै कुरा हामी त्यसरी एसेम्बल गरिदिन्छ यसलाई भन्यो। त्यसको मतलब चाहिँ होइन मलाई भाँडा धुनु, खालि वासिङ मेसिन चलाउनु अनि रुम सफा गर्नुको लागि मात्रै त्यति मात्रै बनाउँछ। तर होइन, मेरो घरको सबै स्मार्ट मेरो डेटाबेसहरूको काम गरिदिनु पऱ्यो भने पनि यसलाई गर्ने त्यही लेभलको बनाउँदैछ। हुन्छ, थ्याङ्क यू है। ल हुन्छ, थ्याङ्क यू मिडिया टिमलाई पनि। तर मैले भन्नु खोजेको कुरा चाहिँ के भने नि, यदि यो पुस्ता जन्मिँदैछ यसरी भने, यदि यो सबै कुरा बनिँदैछ भने बाइबलले त अर्को जग्गामा के भनेको छ नि, नुह जस्तो मान्छे पनि त हुन्छ। हामीले त्यो पार्टलाई हेर्नुपर्छ क्या। नुह जस्तो मान्छे चाहिँ कस्तो थियो नि, लाखौँ अरबौँ परमेश्वरले आफै बनाएको मान्छे नि, पापमा लडेर प्रभुले आफूले बनाएको। आफ्नो नानी मार्नु कोही इन्ट्रेस्टेड छ यहाँ? छ? अनि प्रभुले त मान्छेले आफ्नो नानी बनाएर जन्माएको सबैलाई मारिदिन्छु भन्यो, तर नुहलाई जोगाइदियो। हेर्नु त, नुहलाई धर्मी भेटाइदियो। त्यति मात्रै होइन कि प्रभुले प्लान सेयर गर्नुभयो। आमेन। अनि त्यो प्लान सेयर गरेको चाहिँ प्रोफेटिक कुरा हो। त्यो चाहिँ आत्माको संसारबाट प्रोफेटिक कुरा हालेको, प्रोफेटिक भिजन, प्रोफेटिक इन्टरप्रिटेसन, प्रोफेटिक ब्लुप्रिन्ट दिइकन चाहिँ नि तिमीले यसरी जाँच बनाउनु, यस्तो यो तलामा यस्तो पशु हाल्नु, सबै प्रभुले सिकाउनु भएको। प्रभु स्मार्ट हुनुहुन्छ भन्नुहोस् त। यस्तो बनाउँदै गर्दाखेरि कतिजनाले डराउँछ, तर के लाग्छ प्रभुलाई चाहिँ यतिको टेक्नोलोजीले हलाउनु सक्छ होला? म आइसिङमा आइपुग्दैछु, नसुर्ताउनुहोस् न, मेरो प्रभु चाहिँ खतरा हुनुहुन्छ। आमेन, आमेन, जिजस, हालेलुया। यो त माइनर कुराहरू हो। आजको दिनमा के हुन्छ भने नि, फल्स प्रफेट कसरी एराइज हुन्छ, तपाईँहरूलाई टेक्नोलोजीको अलिकति माथिको कुरा भन्छु ल। लेन्स क्यामेरा भन्ने कतिले सुन्नुभएको? 1-2जनाले सुनेको रहेछ। अहिले हाम्रो आई रेटिना हुन्छ नि, यो रेटिनाभित्रको कालो ब्राउन जस्तो भयो नि, कतिको निलो खैरो पनि होला, त्यहाँनिर लेन्स लाउँछ। त्यो लेन्सभित्र क्यामेरा हुन्छ, बुझ्नुभयो? अनि माइक्रोचिपको इयरफोन हुन्छ, कानभित्र हालेको हुन्छ। कतिजनाको आधार कार्ड छ यहाँनिर? होइन, ल एकछिन, ल कतिजनाको आधार कार्ड छैन यहाँ? छ आधार कार्ड नहुने 1-2जना। नेपालको मान्छेको त हुँदैन नि, कहाँबाट हुन्छ यहाँ? पासपोर्ट त छ नि त, पासपोर्ट त छ नि त। फेरि त्यो भयो भने त लान्छै फेरि। ल मलाई सुन्नुहोस्, आधार कार्डमा तपाईँको के हुन्छ? फिङ्गरप्रिन्ट्स र आई रेटिना छ कि छैन? म यहाँबाट टक्कै हेर्छु। यहाँ सपोज मैले युट्युबको भिडियोलाई जुम गरेर तपाईँको आई रेटिनालाई म सट्टै, यदि मसँग कम्प्युटिङको नलेज छ र मैले जुन चाहिँ सेक्युरिटी सिस्टमको कोडलाई ब्रेक गर्न सकेँ भने तपाईँको बायोडाटा निकालिदिन्छु म। तपाईँको ब्याङ्क ब्यालेन्स कति छ, तपाईँको घर कहाँ छ, तपाईँको आज दिनभरि कहाँ हिँड्यो। किनभने एउटा फोन महँगोभन्दा महँगो फोन 1.5 लाखको फोन किन्दाखेरि पनि तपाईँलाई आइडेन्टिटी कार्ड माग्छ? माग्दैन नि, माग्दैन। फोन किन्दा कसैले आइडेन्टिटी कार्ड माग्दैन। यत्रो सिम 400 रुपियाँको सिम किन्दा माग्छ कि माग्दैन? किनभने त्यो चाहिँ वेबसँग जोडिएको छ नि त, वेब टेक्नोलोजी, त्यसलाई जसलाई चाहिँ क्लाउड टेक्नोलोजी भन्छ। तपाईँले वाट्सएपमा यहाँ मेसेज पठाउँछ, युएसमा 1 सेकेन्डमा पुग्छ त। त्यो चाहिँ क्लाउड टेक्नोलोजीले चलाउँदै गरेको। तपाईँको हरेक डेटा चाहिँ स्टोर छ क्लाउडमा। भन्नुको मतलब नि, सेकेन्ड हेभेनमा प्रिन्सिपालिटिजले पनि डेटालाई स्टोर गरिरहेको छ। तर यदि हामीले आत्माको कुरा बुझ्छौँ भने त हामी त त्योभन्दा माथिको ऱ्यामबाट देख्छौँ नि त। आमेन। त्यही कारण चाहिँ हामीलाई नि आत्माको कुरा जान्नु जरुरी छ। त्यही कारण चाहिँ यो पुस्ता आत्माले भरिनु जरुरी छ। आमेन। यस्तो त कति छ अहिले त, यो ह्युमनोइडको यस्तो लेभल आइसक्यो। अनि त्यो मान्छेहरूले चाहिँ के गर्छ भने नि, सट्टै तपाईँसँग आउँछ, उनीहरूसँग अलरेडी कोड ब्रेक गरेको टेक्नोलोजीहरू हुन्छ, सट्टै हेर्छ, ए बहिनी तपाईँ त हिजो यसोको दिनमा यस्तो पो जानुभएको रहेछ त,
छक्कै अबै कसरी चाल पायो? फोन थियो नि त गोजीमा। कोही बेला चाहिँ अब प्रभुभन्दा ठुलो पैसा लाग्छ नि मान्छेलाई, थुपारेकै होइन। सरकारले फ्रिज भने फ्रिज, यो जमिन तैँले चलाउनु पाउँदैनस्, तेरो गाडी कुदाउनु पाउँदैनस्। कोभिडमा भयो लकडाउन त अन्त तपाईँकै घर अगाडि यसरी बारिदिएको छ त सरकारले आइकन बोल्नु सक्यो? कोही छ भन्दै खुकुरी निकाल्ने भयो? कसैले आँट गरेन। किन? यो सिस्टम हो, हुन्छ नि। हिजो भन्दै थियो नि ब्रदरले, मानिसको सङ्ख्या, नम्बर अफ ह्युमन भन्नुहोस् त। फोनको के छ? आधार कार्डको के छ? पासपोर्टको के छ? गाडीको के छ? त्यसै नम्बर अफ ह्युमन भनेको तपाईँको नि नम्बर हुन्छ डेटामा। यो नम्बर ठ्याक हाल्नु साथ। हिजो यताको मेरो सिम थिएन, अन्त मलाई सिम कार्ड चाहिएको थियो, टक्कै सिम लिनु गयो। आधार कार्डको नम्बर भन्नुहोस् त अरे, सट्टै हालेका मेरो डेटा आइहाल्यो सररै। त्योभन्दा त 1000 टाइम स्मार्ट भइसक्यो टेक्नोलोजी। तपाईँको फोन राखेकै जग्गाबाट नि तपाईँले घरमा के बात गर्छ त्यो पनि सुनिदिन सक्छ। तपाईँको फोनलाई एक्टिभेट गरिकन नि तपाईँकै फोनको फ्रन्ट क्यामेराबाट तपाईँको घरको डल्लै कुरा हेरिदिन सक्छ। कसैले बाहिर बसेर केही पनि सेफ छैन, केही पनि सिक्रेट छैन। टेक्नोलोजी त्यहाँ पुगिसक्यो। तर भन्नुहोस् त, परमेश्वरको छोराहरू चाहिँ भन्नुहोस्, उनीहरूभन्दा 10 कदम अगाडि हुन्छ भन्नुहोस्। आमेन। म बाइबलबाट भन्छु, नसुर्ताउनुहोस् न। दानियल 1:20 पढ्नुहोस् त। लो छिटो पढ्नुहोस् ल। 1 2 3। आमेन। जतिले बुझ्नुभयो त्यो मान्छेको लागि चाहिँ खतरा कुरा हो। राजाले बुद्धि र समझको बारेमा तिनीहरूले जे जति प्रश्नको सोध्थे, अधा राज्यभरि जादुगर मन्त्रतन्त्र गर्नेहरू भन्दा तिनीहरू 10 गुणा असल भेटाए। आमेन। परमेश्वरको जन चाहिँ नि 10 टाइम वाइजर थियो। त्यहाँनिर के भनेको छ नि, जादुगरहरू भनेको छ। अहिले उहिलेको टाइमको जस्तो जादु ढिस हुँदैन। अहिलेको जादुगरहरू चाहिँ हाइटेक एडभान्स भइसक्यो। अहिलेको बोक्सीहरू पहिलाको जस्तो के अरे कुखुरा काटेर लगाउनु हुँदैन, मोडर्न बोक्सी भइसक्यो। मोडर्न विचक्राफ्ट त कस्तो हुन्छ भन्नुहोस् त, सट्टै तपाईँले इन्स्टाग्राममा रिल हेर्नु साथ केटाहरूभित्र सिडक्सन पसिहाल्छ। सिडक्सनको स्पिरिट अफ जेजिबेलले नि तपाईँलाई लस्टमा हालिदिइहाल्छ, कामुदी कुरामा हालिदिइहाल्छ। दिदी बहिनीलाई हेर्दै गर्दा एट्र्याक्ट सट्टै गरिदिन्छ। म पनि त्यस्तै हुनुपर्छ, मैले पनि त्यो लाइन दामी देख्छ। माइन्डलाई चट्टै करप्ट गरिदिन्छ। नुहाको डेजमा पनि त्यही भएको थियो। सबै मान्छेको थट्स चाहिँ नि करप्ट भइसकेको थियो हुन्छ। आजको दिनमा नि जस्तो जिएमओ फुड, अब भन्नु त थुप्रो थियो। जिएमओ फुडले मान्छेको केलाई बिगार्छ भने शरीरलाई भन्नुहोस् त। तर जुन चाहिँ यो मिडिया र टेक्नोलोजी छ नि, यसले चाहिँ मान्छेको सोललाई करप्ट गरिदिइसक्यो। किन सारा प्राणले परमप्रभुको महिमा गर भनेको छ नि त। शरीरको लेभलदेखि माथिको है खास चाहिँ 666 नम्बर होइन, यो चाहिँ सिस्टम हो। यो चाहिँ मान्छेको सङ्ख्या हो, डेटाबेस। तर अनि जो चाहिँ परमेश्वरको जन अनि परमेश्वरको उपस्थितिमा बस्ने, परमेश्वरको आत्माले भरिएको मान्छेहरू हुन्छ नि, दानियलको त्यो लाइफमा के थियो भने कन्सिक्रेसन थियो नि त। त्यो कन्सिक्रेसनमा आउँदै गर्दा नि दानियल चाहिँ अर्को कुरा के थियो भने नि प्रफेट थियो भन्नुहोस् त। मेजर प्रफिट थियो। आज म खालि प्रोफेटिक डाइमेन्सनको अलिअलि मात्रै छुँदैछु तपाईँहरूलाई, किनभने हाल्नै पर्छ। अन्तको दिनमा चाहिँ नि सबैलाई अगमबानी बोल्छ भन्छ बाइबलमा चाहिँ। हरेक माथि म मेरो आत्मा खन्याउँछु, तिमीहरूको दासीले नै अगमबानी बोल्छ भनेको छ। पत्ताउँछ? म त बिचारा कसरी हुनसक्छ भने चाहिँ हुँदैन फेरि। तर प्रभुलाई पत्ताउँछु भने चाहिँ प्रभुले चाहिँ बनाउँछ। आमेन। यहाँ गोरु जोत्ने कोही छ? छैन नि है। गोरु जोत्नेलाई प्रभुले अगमवक्ता बनाउन सक्छ भने त तपाईँ घरमा काम गर्नेलाई पनि बनाउन सक्नुहुन्छ नि। आमेन। तर यहाँनिर मजाको कुरा के भने नि 10 टाइम्स वाइजर। 10 टाइम्स भन्नु त 10 गुणा वाइजर। त्यही फेरि नि हिजो मत्ती 24 को 15 को घटना चाहिँ यही दानियलले भनिदिएको थियो नि त। फेरि यही दानियललाई चाहिँ पवित्र आत्माले इन्टरभ्यू दिइरहनु भएको थियो क्या। अन्तको दिनमा यो हुन्छ त्यही डिकोड गरिदिएको दानियलले। अझै मजाको कुरा भने दानियल 12 अध्याय खोल्नुहोस् त। मलाई याद छ यो इन्फर्मेसनको कुरा चपाउनु कतिलाई नयाँ नै हुँदैछ, तर हाल्नै पर्छ। के गर्नु प्रभु, धन्यवाद। दानियल 12 को 4 र म पढ्दैछु, तपाईँले ढिलो हुन्छ होला। तर तिमीहरू चाहिँ हे दानियल, यस चर्मपत्रको वचनहरू अन्तको समयसम्म बन्द गरी मोहर लगाएर राख। धेरैजना ज्ञान बढाउन यताउता जानेछन्। अन्तको समयको लागि बन्द गरिराख,
धेरैजना ज्ञान बढाउनुको लागि बुद्धि बढाउनुको लागि यता र उता जान्छ भनेको छ टेक्नोलोजीको पछाडि मान्छेको हिँडिरहेको छ कि छैन भन्नुहोस् त लु तपाईँहरूले कस्तो टर्म बुझ्छ भने नि तपाईँकोमा आइफोन लेटेस्ट भर्जन छ भने खुसी लाग्छ कि लाग्दैन लाग्छ कि लाग्दैन हौ अनुहार त बिगार्दैछ कतिले लाग्दैन तर पाएको दिन चाहिँ फेरि त्यो अनुहारमा ज्योति आउँछ उपस्थितिमा नआएको ज्योति चाहिँ त्यहाँ आउँछ फेरि फेक चाहिँ हुनु हुँदैन मलाई त मनपर्छ प्रभुले मलाई सुनको गाडी दिएन आमेन पत्ताउनै सक्दैन विश्वासी दुःख पाएको घटनामा चाहिँ भन्नु ढकढक गऱ्यो दैलामा 1 किलो चिनी लिएर आयो प्रभुलाई महिमा होस् भन्ने हो नि त गड अफ मिराकल हामी जुन समयमा बाँचिरहेको छौँ नि यो समयमा बाँच्दै गर्दा किनबेच जब गर्नु पाउँदैन नि त्यतिखेर त सुपर नेचुरल आउँछ आमेन मैले अस्ति भन्दै थिएँ बट्टै चरा कुन चाहिँ मासु दोकानबाट ल्याएको भन्नु त कुन चाहिँ मासु दोकानबाट ल्याएको मन्ना कुन चाहिँ डिपार्टमेन्टल स्टोरबाट ल्याएको यसलाई पनि कनेक्ट गरिदिन्छु आजको दिनमा मान्छेलाई है पुरानो ग्रोसरीमा सौदा किन्नु मन पर्दैन नि डिपार्टमेन्टल स्टोरमा जाँदै गर्दा स्मार्ट लाग्छ नि याद छ यो चाहिँ मेटाभर्सको टेक्नोलोजीले नि तपाईँहरूलाई वान स्टप डेस्टिनेसन बनाएको खास वान स्टप डेस्टिनेसन भनेको चाहिँ एउटै दोकानभित्र सबै कुरा पाउने बिस्तारै बिस्तारै एउटा भन्दै थियो हिजो भनेको वान वर्ल्ड अर्डरमा तानिदिनु खोजेको खास तर यदि तपाईँसँग बिब्लिकल इन्फर्मेसन र परमेश्वरको आत्मा छ भने नि तपाईँ 10 गुणा स्मार्ट हुन्छ 10 गुणा स्मार्ट हुन्छ किनभने पवित्र आत्मालाई चाहिँ कुनै शक्तिले नि म्याचै गर्नु सक्दैन आमेन जादुगर पनि थियो त्यहाँनिर मोसाको टाइममा पनि थियो भइ नै रहेको थियो त्यस्तो कुराहरू तर जब परमेश्वरको आत्माले हामीलाई चलाउनुहुन्छ नि त्यतिखेर चाहिँ हामी उनीहरूभन्दा 10 कदम अगाडि हुन्छौँ आमेन तर त्यो अन्तको दिन भनिरहेको छ त्यो दिन चाहिँ अहिले हो नि त मत्ती 24 को हरेक प्रोफेटिक कुरालाई तपाईँले हेर्नु भने अगमबानीको कुरालाई मजाले स्टडी गरेर त्यसलाई केलाउनु भयो भने नि डिकोड गर्नुभयो भने के भेटाउनुहुन्छ लडाइँ र झगडा सुन्नुहुँदैछ कि तपाईँलाई हिलिङकै मात्रै प्रार्थना गरिदिउँ हो काम छ प्रभु भन्नेमा मात्रै स्टेजमा बस्ने क्रिस्चियन अल्छी पो लाग्छ म त कुन लेभलको कुरा भन्दैछु किनभने यो त तपाईँले चाहँदा नचाहँदा पनि यो आउँछै आउँछ तपाईँले मान्नुहोस् नमान्नुहोस् आइसकिसकेको छ भित्रै सिम्पल वेमा भनिदिन्छु अनलाइन सपिङ कसले गर्छ गरेकै छैन भने पनि हेरेको त होला नि एमाजोन सुनेको नभए म देखाइदिनु पऱ्यो अहिले एमाजोन पनि यति साह्रो 100 वर्ष पछाडि त छैन होला मान्छेहरू एमाजोन मिन्त्रा एमाजोन त अलिक महँगो होला फ्लिपकार्ट सुनेको फ्लिपकार्ट यस्तो गर्दाखेरि एडिडासको ट्याग खुट्टामा टालिएको सुनेको केले चलाएको यो टेक्नोलोजी हो मेटाभर्स हो तपाईँले टक्कै हेरिकन तपाईँको बडीको क्यालकुलेसन मेजरमेन्टभित्र नि तपाईँको लुगा तपाईँले छान्छ हेरेरै बिस्तारै हामीलाई त्यो भित्र एक स्टेप गर्दै मान्छेलाई तानेको मलाई त आजकल अल्छी लाग्छ के सपिङ गर्नु आइहाल्छ अनलाइनमा घरमै हाम्रो उता चाहिँ नि एउटा लसुन किन्नु पर्यो भने टक्कै फोन गर्नु सर एउटा लसुन लिएर आइदिन्छ दैलामा एउटा लसुन डेलिभरी गर्ने के को हुन्छ भने त रोबोट हुन्छ आउनुहोस् न तपाईँहरू रोबोट बसिकन चाहिँ मेट्रो स्टेसनतिर बाटो यो हो भन्दै देखाउँछ जोतेको होइन त त्यो टेक्नोलोजी त जिइरहेको छ अहिले हामी त्यही कारण चाहिँ किन प्रभुले यो आवाज दिनुहुँदैछ भने नि तर यो सबै हुँदै गर्दा चाहिँ मान्छेको भरोसा चाहिँ नि परमेश्वरभन्दा टेक्नोलोजीमा बेसी गइसक्यो मान्छेले आज घरमा स्मार्ट टिभी आयो नि वाउ टक्क युट्युब सेयर गर्नु पायो वाउ हो कि होइन खै त आज युट्युब होस् या नहोस् इन्टरनेट होस् या नहोस् फोन ट्याकट्याकै नै किन नहोस् तर स्वर्गसँग यस्तो जोडिएको हुन्छ कि डाइरेक्ट माथिबाट डाउनलोड हुन्छ त्यो जेनेरेसन चाहेको छ है अनि प्रभुले चाहिँ जो इच्छा गर्छन् त्यसलाई चाहिँ चलाउनु नि हुन्छ आमेन कोभिडकै कुरा गरिदिउँ न यहाँ बहिनी रहेछ मैले धेरै टाइम बादमा देखेँ यहीँ छ आई विटनेस 2020मा म यहीँ थिएँ अनि दादाले भन्नुहुन्थ्यो क्या कोभिडको टाइममा केटा हो भोलिको दिनमा कोभिड लागेको बिमारी आयो तिमीहरू प्रार्थना गर्ने आँट छ छुएर अन्त हामीले छ पनि भन्यो अनि मामले दुध लिनु पठाउनु हुन्थ्यो माथि इसाकलाई लिएर गएको थिएँ पुलिसले पकडे मास्क बिना क्या खै मास्क अरे छैन भने किन नलाएको अन्त म लाउँदिनँ भने डन्ठी निकाल्ला जस्तो 2टा आइआरबीले धमास दियो कस्तो पनि लाग्यो प्रभु यस्तो हेपेको भन्ने खालको नि क्या नेगेटिभ माइन्ड त चल्नु दिनँ म चेन्ज भएको मान्छे हो अन्त टक्कै एटिएम त्यहीँ थियो क्या पैसा छ अरे छैन नि एटिएम कार्ड छ छैन थियो पैसा किन मलाई यति दिन याद थियो कि प्रभुले स्मार्ट बनाएको छ नि त पैसा छ भनेको त्यहाँ 20 रुपियाँ मास्क किन लगा भन्थ्यो क्या मलाई छैन भने मामको दुध लिएर आइदिएँ सट्टै गएँ अनि त्यहाँदेखि म दुबई गएको थिएँ
दुबईमा बसिरहेको थियो अनि माइलमितले मलाई मेसेज गर्यो, दादा हाम्रो बहिनीहरू आउनु भएको छ, भेटिदिनुहोस् अरे। अनि बहिनी यहीँ छ। प्रभुले आज सायद त्यो कुराको लागि प्रभुलाई पनि भेटाउनु भएको रहेछ। त्यो टाइम आफ्टर कति इयर्स बादमा देखेँ। अनि आएँ, बात मारेको त बहिनीको फ्यामिली दुबई घुम्नु आउनु भएको रहेछ। यहीँ चाहिँ बहिनी लाइभ। ऊ मात्रै प्रभु पाएको उसको फ्यामिलीबाट। टक्कै दिल्ली एयरपोर्टमा PCR टेस्ट गर्थ्यो नि, 4 जना गएको, बाबा आमा अनि ऊ अनि उसको बहिनी। बहिनीलाई कोभिड भेटायो, पोजिटिभ। बहिनीलाई दिल्लीमै राखिदियो। मेरो छोरी हो कि मेरो छोरी हो भनेर लानु पायो? उहाँ आफै पुलिसको मान्छे हुनुहुँदो रहेछ। लानु पायो? लानु पायो कि पाएन भन्नु न। सिम्पल इक्जाम्पल बुझाइदिएको। आमा बाउको अधिकार चल्यो? सुन्दै जानुहोस्, बुझ्छ। टक्कै पुग्यो, दुबई पुगेर टेस्ट गर्दै गर्दा उसको आमालाई पनि कोभिड बनाइदियो। आमालाई अर्कै रुममा होटेलमा, बाबा र छोरी एउटा रुममा। अनि माइलमितले मलाई भनेको थियो भेट्नुहोस् भनेर। पौलिनाले पनि मेसेज गरेको थियो। गएँ अनि भेटेँ बहिनीलाई। अन्त दादा यस्तो मेरो बाबाहरूले प्रभु पाउनु भएको छैन। अनि एकछिन गस्पल सुनाएँ अङ्कललाई अनि प्रार्थना गर्दै। आन्टीलाई भेट्न सक्छु भनेको, यसो हेर छक्कै माने क्या, ला अब कोभिड भएकोलाई होटेलमा पनि हस्बेन्ड वाइफलाई पनि छुट्याइदियो। हेर्नुहोस् है, बाउ आमाबाट नानीलाई पनि छुट्याइदियो, हस्बेन्ड वाइफलाई पनि छुट्याइदियो। संसारको टेक्नोलोजी चाहिँ त्यही हो नि त, आइसोलेट गर्ने। आदम र हव्वालाई छुट्याइ नि, किनभने एकतामा चाहिँ अभिषेक छ नि त। क्रिस्चियन लडाइँ परिरहेछ आजकल छुट्याउनु खोजेको अभिषेक ब्रेक गर्नलाई। बुझ्नुपर्छ है हामीले। सट्टै गएँ, बिटिँदै गएँ नि, यहाँ आई विटनेसमा क्यामेरामा लाइभ बोल्दैछु। सिधै गएँ अनि आन्टीलाई छुएर प्रार्थना गरेँ मैले। छुएर कोभिड लागेको मान्छेलाई छुएर प्रार्थना गरेँ। सेनिटाइजरले आएर हात पनि धुइनँ, मजाले घुमेर पनि आएँ। बादमा आन्टीहरूसँग हामीसँग भेट्यो पनि, आन्टी जाति पनि हुनुभयो। अन्त संसारले ब्रेक मात्रै गरिरहेछ। शैतानको एजेन्डा नै ब्रेक गर्ने हो, नाश गर्ने मात्रै हो। चोर त चोरु मारौँ र नाश पारौँ, तर कसले चाहिँ जीवन दिन्छ? तर यीशु चाहिँ अब आयो भन्छ, राजा भएर आउनुहुन्छ नि त। यीशुले त भन्छ, त्यही कारण त पवित्र आत्मा तपाईँ र मलाई दिएर मन्दिर बनाएर त्यो काम चाहिँ तपाईँ र मैले अहिले गर्नुपर्छ। आमेन। त्यो काम चाहिँ तपाईँ र मैले अहिले गर्नुपर्छ। कसको बाटो पर्खिरहने? डेभिड ओगनको। कसको बाटो पर्खिने? हिजो अस्ति भर्खर बुटोलमा हामी सेवा गरेर आएको। यहाँ आउनुभन्दा अगाडि 20 दिन जस्तो हाम्रो नेपालको सेवाकाईको ट्रिप थियो। बुटोलको सेवाकाई सक्यो अनि सेवाकाई सकेर आउँदै गर्दाखेरि केटाहरूले गाडी सट्टै सुरेश भाइले दा चटपटे रहेछ खाने अरे, थाकिरहेको थियो। लु खाइदिउँ न त भने त्यहाँदेखि चटपटे झालमुरी भन्छ, नेपालमा चटपटे भन्छ। अन्त अलिअलि बनाएँ। अन्त यस्तो हेरेको त लड्डु जस्तो राखिरहेको रहेछ। के हो भइहाल्यो भनेको त भाङको लड्डु अरे। भाङको लड्डु बेच्नु पाउँछ यहाँ भनेको त होइन। शिवरात्रि थियो अनि आज त चल्छ अरे। केटाहरूले चटपटे खाए, पिरो न पिरो रहेछ, जिब्रो नै पिल्साउने खालके। त्यहाँदेखि खानु सकेन। अन्त तपाईँको छोरा हो भने, छोरा पनि रहेछ। हो त अरे। हेलो भाइ भने कि यो बोल्दैन अरे। केटाको मनमा त जिरिरिर भएर आइहाल्यो। अब बोल्दैन, प्रभु बोल्नुपर्छ। चटपटे भैयाको छोरा बोल्नुपर्छ। अन्त एकछिन पर्खे कहाँबाट सुरु गरौँ? फेरि त्यो एरिया चाहिँ यति साह्रो हिन्दू राष्ट्रवादीले डोमिनेट गरेको। पास्टरलाई जय मसी भन्दा पनि थप्पड हान्छ त्यो एरियामा। जानुहोस् तपाईँहरू फिल्डमा, त्यति साह्रो टर्चर। पोस्टु सापदेखि पास्टर बाउहरूले त गुनासो भन्न थाल्छ, टर्चर गरेको त्यहाँनिर। यति साह्रो डोमिनेट, हिन्दू डोमिनेटेड एरिया। अन्त भैया एउटा कुरा चाहिँ भन्छु, मेरो प्रभुले तपाईँको नानीलाई निको पार्न सक्छ। के तपाईँलाई प्रार्थना गरिदिउँ? तपाईँको नानीलाई प्रार्थना गरिदिउँ? एकछिन हेऱ्यो। मैले भने धर्म चेन्ज गर्नु भनेको होइन, डराउँछ नि त उनीहरू, तर प्रार्थना गरिदिउँ हिलिङ हुन्छ। हुन्छ। भैयाको छोरालाई बोलाइकन प्रार्थना गरेँ। बाबा भन्नुलाई बाबा पनि भने, आमा भन्नुलाई आमा पनि भने, यीशु भन्नुलाई यीशु पनि भने। गयो अनि हामी। यीशु नाम लिनेले मुक्ति पाउँछ। अस्ति धरानमा पनि अर्को नानी पनि बोल्यो, गुङ्गा पनि। त्यो त मेरो मान्छेले यसमा ताली बजाउँछ हेर्नुहोस् त। तर मैले योभन्दा 1000 टाइम्स माथि कुरा भनिसकेँ अगाडि। यहाँ कोठाभित्रबाट शैतानले बनाउँदै गरेको, यो सिक्रेट सोसाइटीले बनाउँदै गरेको एजेन्डा चाहिँ उहाँले आफ्नो प्रफेट्सहरूलाई रिभिल गर्नुहुन्छ। अन्त को चाहिँ भोकाएको छ? कुन चाहिँ जवान चाहिँ आज यो कोठाभित्र बस्दै गर्दा प्रभु मसँग बोल्नुहोस्, के छ आवाज यो पृथ्वीको लागि, यो पुस्ताको लागि के छ प्रभु, हाम्रो जातिको लागि के छ? मलाई त्यो आवाज दिनुहोस्। राजाको अगाडि नडराई बोल्छु प्रभु, आँट दिनुहोस्। त्यो मान्छेलाई चाहिँ प्रभुले चलाउँछ। त्यो मान्छेलाई चाहिँ प्रभुले चलाउँछ है। आमेन, आमेन। थ्याङ्क यू जिजस, हालेलुया। टाइम पनि भयो जस्तो लाग्यो, तर 2टा जस्तो कुरा मात्रै भन्छु, सानो सानो कुरा। जिजस, हालेलुया। थ्याङ्क यू प्रभु, थ्याङ्क यू। ल
दोस्रो राजा 4को 39 देखि 41 पढ्दैछु ल। उनीहरूमध्ये एकजनाले झारपात खोज्नलाई खेतमा गए र जङ्गली लहरा भेटाएर उनीहरूले त्यसमा केही लौका पोल्टाभरि टिपेर ल्याए। ती के हुन् भने कसैले नजानी उनीहरूले फलहरू काटेर त्यसमा जौलोको भाँडामा हाले। मानिसहरूले खुवाउन् भनी ती खन्याए, तर जब उनीहरूले ती खान लागे उनीहरूले कराएर भने, परमेश्वरको जन भाँडामा त मृत्यु पो रहेछ। अनि उनीहरूले त्यो खान सकेनन्। एलिसाले भने, केही पिठो ल्याऊ। अनि तिनले त्यो भाँडामा हाले। अब यिनीहरूलाई त्यो खाना देऊ। यसपल्ट भाँडामा भएको खानेकुराले केही हानि थिएन। आमेन। यो चाहिँ मैले नेपालको ट्रान्सलेसनमा अनलाइनबाट त्यो गरेको, मेरो बाइबलमा इन्डियाको ट्रान्सलेसनमा अर्कै छ तपाईँहरूको बाइबलमा। तर यहाँ घटना चाहिँ के भएको छ भने नि, स्कुल अफ प्रफेट हेर्नुहोस् है, अनिकालको टाइम अगमवक्ताको स्कुल चलिरहेको छ। यस्तो अनिकाल कि प्रफेट अफ स्कुलमा चाहिँ खानेकुरा थिएन रहेछ। जाउ त जङ्गलमा गएर जे भेटाउँछ ल्याऊ, सट्टै ल्यायो भाँडामा जौलो पकायो भनेको छ। यता कतिले बुझ्दैन, मैले पनि बुझ्थेन पहिला जौलो भनेको चाहिँ अब सबै कुरा मिक्स गरेर बनाएको, अब लिटो जस्तै। सट्टै खायो। अगमवक्ता पोइजन पो रहेछ। अगमवक्ता चिल, पिठो ल्याउ त। सट्टै पोइजन भएको भाँडामा हाल्यो। अब ट्राई गर। आजको दिनमा तल अहिले चिकनमा चिकन पाकिरहेको होला, के पाकेको छ थाहा छैन, टक्कै खाँदा पोइजन रहेछ अरे। एउटा पुग्लुक्कै ढल्दियो अरे खानु साथ। फर्स्ट मान्छे नै फर्स्ट सर्टमै भक्कै ढल्दियो अरे। दादाले चाहिँ पिठो ल्याइकन सबैलाई एकछिन पर्खिनुहोस्, नआत्तिनुहोस्, पिठो हालिदिकन अब चिकन खाऊ भने कसले ट्राई गर्ने फर्स्ट? विश्वासीको स्ट्यान्डर्ड बताइदिएको यहाँ खास प्रोफेट्सहरू छ, त्यो लेभलमा हुन्छ, त्यो लेभलमा। पोइजन ट्राई गरेर पनि भन्दैछ पोइजन छ, पिठो हालेर खाइदियो। त्यो चाहिँ हो फेथ। त्यो चाहिँ हो फेथ। बोल्ने कुरा होइन, जिउने कुरा हो फेथ। यति ट्रस्ट। उसले शुद्ध त शुद्ध, किनभने ऊ अगमवक्ता, उसले बोल्यो शुद्ध भयो। आमेन। त्यही जेनेरेसन चाहिँ खास लास्ट डेजमा प्रभुले खडा गर्नुहुन्छ। बनाओस् न ल्याबमा। दैत्यहरू त थियो त, प्रभुले एकैतालमा स्वाप पारेन। प्रमिस ल्यान्डमा जसुवा जेनेरेसन पस्दै गर्दा लडाइँ कोसँग भएको थियो नि, यस्तै दैत्यसँग भएको थियो। अघि दाले भन्नु नि, खुबै निडर अनि साहसी हो, नडराउ। अनि यो जसमा आउने जसुवा जेनेरेसन चाहिँ फुल अफ फेथ अनि फुल अफ करेज हुनुपर्छ। आमेन। अनि त्यो मान्छे चाहिँ त्यस्तो रेडिकल, त्यस्तो आँटी हुन्छ क्या। जाइन्ट्स छ ल्याबमा बनाएको, एनाबोलिक स्टोरेज लाउँछ नि अहिले, याद छ जिम गर्नेहरूले। एनाबोलिक स्टोरेज लगाइसकेपछि तपाईँको जिउ अत्रो हुन्छ नि, हर्मोन टेस्टोस्टेरोनको हर्मोन इन्जेक्ट गरेर तिनीहरूको आयु छोटो हुन्छ। त्यस्तो जाइन्ट्सहरू आउँछ। अहिले त उहिलेको टाइममा, नुहाको टाइममा जाइन्ट्सहरू थियो, दैत्यहरू नपिल। अहिलेको जाइन्ट्स चाहिँ कस्तो हुन्छ त्यो पनि अलिकति भनिदिन्छु। अहिलेको जाइन्ट्स चाहिँ टेक्नो जाइन्ट्स हुन्छ। टेक्नो जाइन्ट्स भन्नुहोस् त। कति आज नयाँ शब्दहरू सुन्दैछ। टेक्नो जाइन्ट्स भनेको चाहिँ टेक्नोलोजीको किरा। इथिकल ह्याकिङ गर्नेहरू हुन्छ। कतिले बुझ्नुहुन्छ यस्तो कुराहरू। ह्याकिङ गर्ने नर्मल टर्ममा भनिदिन्छु। ह्याकिङ गर्नेले नि सोच्नुहोस् न, रसिया कस्तो माफिया हो, युएस कस्तो खतरा हो। युएसको नासाको सिस्टम ह्याक गरिदिन्छ हौ केटाहरूले, यत्रो केटाहरूले 18-19 वर्षको। टेक्नो जाइन्ट्सहरू। त्यही कारण बुद्धिको खोजीमा यता र उता हिँड्छ हुन्छ नि। त्यही कारण चाहिँ तपाईँले आज भर पर्दै गरेको एजुकेसन, पोलिटिक्स, गभर्मेन्ट, बिजनेस भर पर्दो छैन भनिदिएको सत्यता। भर पर्दो चाहिँ एकैजना हुनुहुन्छ, येशू ख्रीष्ट। आमेन। अनि उहाँमाथि भरोसा पर्ने चाहिँ कहिले लाजमा पर्दैन। आमेन। अनि त्यो भरोसा पर्नुको लागि चाहिँ नि, भरोसा चाहिँ कतिखेर बिल्ड हुन्छ भने नि, जो मान्छेसँग हामीले धेरै समय बिताएको हुन्छौँ। आजको दिनमा तपाईँलाई है, जस्तै दादाहरूसँग हामीले धेरै टाइम भयो बिताएको। दादाले आज सेवाकामा फर्स्ट टाइम आउने मान्छेलाई, लु भाइ मेरो गाडीको चाबी देऊ भनेर दिनुहुन्छ? तर यहाँ हुने केटाहरू यहाँ कति वर्षदेखि छ, पवनहरू, सुदीपहरूलाई दाले आँखा चिम्लेर दिनुहुन्छ। किन? भरोसा भन्नुहोस् न हौ। अनि त्यो भरोसा बिल्ड गर्नुको लागि चाहिँ टाइम लाग्यो नि त, जर्नी थियो नि त। अनि प्रभुमा तथास्तु हुँदैन। बनाउनुहोस्, प्रभुको ट्रस्ट जित्नुहोस्। प्रभुले चेक गर्छ क्या सानो कुरामा। यो सानो कुरामा इमान्दार हुन्छ, यसलाई अलिकति ठुलो दिन्छु। यो ठुलो कुरामा इमान्दार भयो, अलिकति ठुलो दिन्छु, अलिकति ठुलो। एक दिन यस्तो हुन्छ कि इनोक जस्तो हिँड्दै स्वात पृथ्वी जाने त बाटै क्लोज, छिर्दियो। ट्रस्ट बिल्ड भइसक्यो फेथको वर्कमा। आमेन। त्यो त हाम्रो लागि हो। के हुन्छ 666 आओस्, खेदो आओस्, मार्ने आओस्, किनबेच गर्नु नपाओस्, केही छैन। कागले रोटी लिएर आउँछ। म त झन् अहिले एडभान्स सोध्छु कि प्राइभेट जेटहरू आउँछ मेरो लागि त। कहाँ कागो? अन्त काग त उहिलेको भयो नि।
प्रभुले नयाँ काम गर्नुहुन्छ आमेन मजाको प्राइभेट जेटहरू हो प्राइभेट जेटमा हो सट्टै फुल्ली फर्निस्ड भएको एसी भएको रुममा दामी दामी बुफेमा टक्कै बस्छु म खाना खान्छु अनि प्रभुले भन्छ जा अर्को जग्गामा सेवा गरेर आइज जान्छु टेलिपोर्टेसन चाहिँ तपाईँको इच्छाको लागि प्रभुले गर्दैन उहाँको कामको लागि गर्नुहुन्छ आमेन किनभने नि उठ अनि प्रकाशमान हु त भनेको छ नि बाइबलले किनकि परमेश्वरको ज्योति आएछ तर आज चाहिँ के कस्तो मन पराउँछ भने नि ज्योति आइसकेपछि मलाई देख्नुपर्छ परमेश्वरको ज्योति हो परमेश्वरलाई देख्छ तपाईँलाई देख्दैन आमेन उहाँको हिँडाइमा चाहिँ तपाईँ हराउँदै जान्छ तपाईँको हो आइडेन्टिटीलेस तपाईँको के हुन्छ नेमलेस हुँदै जान्छ तर यीशु चाहिँ देख्दै देख्दै जान्छ मान्छेले आमेन यीशु जस्तो हुने 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 त्यसको लागि चाहिँ उहाँसँग सम्बन्ध बनाउँदै जानुपर्छ सर्टकट छैन है प्रभुमा सर्टकटै छैन यो भन्दै गर्दा डिसिजन बनाउनुहोस् थुप्रो बुद्धि लाएर प्रभु कुरा खोज्नु खोज्नु हुँदैछ यहाँनिर कतिजना सेवकाइमा हिँड्दै गर्दा निराश भइरहेको छ यहाँनिर खै त मेरो लाइफमा त ब्रेक थ्रु नै दिएको छैन प्रभुको समय पर्खिनु पर्छ हौ आफै बाटे भएर गयो भने चाहिँ सौल जस्तै हुन्छ फेरि प्रभुको समय आमेन अनि आज यो बोल्दै गर्दा तपाईँलाई लाग्छ कतिवटा पश्चातापको जग्गा होला तपाईँको जीवनमा भर परिरहेछ नि त है एजुकेसनमा टेक्नोलोजीमा प्लानिङमा बिजनेस यो गर्छु त्यो नगर्नु भनेको होइन यो छोड्नुपर्छ पनि भनेको होइन तर प्रभुको टाइमिङलाई बुझ्नु जरुरी छ आमेन मनमनमा प्रभुसँग बोल्न थाल्नुहोस् अनि भन्न थाल्नुहोस् प्रभु मलाई डिल गर्नुहोस् जाल छोडिदिए पत्रुस छोडिदियो मेरो पछि आ जाल पनि थिएन माछा पनि थिएन तर प्रभुले मान्छेको जालहारी बनायो उसकै नाममा मण्डलीलाई प्रभुले इस्टाब्लिस गर्नुभयो उसलाई यस्तो अथोरिटी दिनुभयो तैँले जे यो पृथ्वीमा बन्द गर्छ स्वर्गमा पनि बन्द हुन्छ दामी होइन कि आज माछा नै चाहियो कि आज बोट नै चाहियो कि त्यो अथोरिटी चाहियो बाइबलले स्पष्ट भनेको छ शैतानसँग परमेश्वरको केही पनि सरोकार छैन अन्धकार र उज्यालोसँग केही सरोकार छैन दिएबलस र परमेश्वरको पनि केही सरोकार छैन 50-50 चल्दैन के गर्ने आजको दिनमा प्रभु मेरो सबै भरोसा ट्रस्ट भन्नुहोस् त ट्रस्ट भन्ने कुरा चाहिँ त्यतिखेर मात्रै एप्लाई हुन्छ कि जब त्यो 100% हुन्छ 99 मा हुँदैन है 1%ले पनि टायर पम्चर हुन्छ टायर यत्रो ठुलो हुन्छ यत्रो दुलोले नै हावा जान्छ कि जाँदैन भन्नु त यत्रो दुलो त हो भनेर हुन्छ जम्मै चाहिँ हावा जान्छ नि त ट्रस्ट चाहिँ 100% हो अनि त्यो 100% मा ल्याउनुको लागि चाहिँ दिनौ हिँड्नुपर्छ झुकझुक सान्नु हुन्छ मन बोलेको कि प्रभु हो हुन्छ कि हुँदैन त्यतिखेर चाहिँ आम फाल्नुपर्छ त्यतिखेर चाहिँ फेदमा आम फाल्नुपर्छ त्यतिखेर देख्छ महिमा आमेन किनभने यो माइन्डले चाहिँ नदेखेको कुरालाई पत्याउनै सक्दैन नि त तर विश्वास चाहिँ नदेखेको कुराको ग्यारेन्टी हो आमेन किन कतिपल्ट हाम्रो लाइफमा प्रभुले बोलाइरहेको हुन्छ गर भनिरहेको हुन्छ कि तर माइन्डले नदेखेको आँखाले नदेखेकोले गर्दा ढुक ढुक हुन्छ के हो हुँदैन होला हौ हुन्छ के हो हुँदैन होला हौ परिवार समस्या साथीभाइ फ्युचर यो त्यो हुँदैन चुप निस्किदे प्रभुले बोलायो प्रभुले गर्नुहुन्छ आमेन त्यो मान्छेको लाइफलाई चाहिँ प्रभुले चलाउनुहुन्छ आमेन आज कतिजनाको जीवनमा तपाईँलाई यो प्रोफेटिक अनोइन्टिङ चाहिन्छ कतिजनाले भन्नुहुन्छ प्रभु म आत्मा कुरालाई देख्न चाहन्छु कतिजनालाई लाग्छ प्रभु म पनि प्रभु संसारको टेक्नोलोजी संसारले ल्याउँदै गरेको कुरामा भरोसा होइन नाकको पलमा सास हुने मान्छेले ल्याएको कुरामा भरोसा होइन तर परमप्रभु तपाईँमा भरोसा गर्छु त्यो अन्तिम दिनको लागि राखिदिएको त्यो अभिषेक अन्तको दिनहरूमा म मेरो आत्मा भन्नुभएको छ प्रभुले अघि स्टार्टिङमा पनि मैले होली स्पिरिटबाट गरेँ म मेरो आत्मा खन्याउँछु बालकले अगमबानी बोल्छ तिमीहरूको जवानहरूले भिजन देख्छ बुढापाका स्वप्नदर्शी हुन्छ तिमीहरूको दास दासीले पनि अगमबानी बोल्छ सबैको लागि छ अनि यदि तपाईँलाई लाग्छ कि प्रभु म त्यो कुरामा अगाडि बढ्न चाहन्छु आफ्नो ठाउँमा उठ्नुहोस् जिजस हालेलुया शिखरा बादारा हाथोरामा खियारामा शिक्री बिधियाराबा मैले अघि पनि भने यो कुरा सर्नेको लागि चाहिँ नि पहिला भाँडा रेडी हुनु जरुरी छ पहिला कन्सिक्रेसन हुनु जरुरी छ अनि मनले भन्नुहोस् मसँग दयालु यीशु ख्रीष्ट आजसम्म जति पनि तपाईँलाई ट्रस्ट गर्ने कुरा मैले अरू चिजलाई दिएँ अरू थट्सलाई दिएँ अरू प्लानिङलाई दिएँ म क्षमा माग्छु अनि यतिखेर प्रभु
म फेरि पनि तपाईको वचनको अधीनमा आउँछु अनि भन्छु प्रभु मेरो आँखा खोलिदिनुस् मेरो आँखा खोलिदिनुस् मेरो आँखा खोलिदिनुस् मेरो आँखा खोलिदिनुस् शिक्रामा हाछौरो मो शिक्राबा दराबा शेके तेरेबे रिहेथेरियानामा शाक्रामा क्रुनामा हान्दियानामा शोक्रो बोदोरो रिहाथामा शेके तेरेबे रिबोदना हाथानामा शिक्रोना क्रुमा क्रीमा शेक्रादना हाथुराबा शेक्रा ग्रुमा हाथियाराबा राहाथो कोरमा सिकाथुराबा शेक्रेमे हेथियानामा शाकाथोरबो ओ राबा म यतिखेर है एडीलाई विजयलाई सिवनलाई जोनलाई ब्रदर दिपेश अनि सञ्जयलाई यहाँ अगाडि बोलाउँछु शिक्राबा दोरो होथोरमा खियारामा शिक्राबा रिहिरा हाथारामा खोरबो सिब्रान्दो नाक्रिबा दारा हाथोरमा रिक्राबा दारा हाथारामा सेके तेरेबे रिकोथोरमा हाथारामा सिक्का थेरेबे हेथेरेबे म यतिखेर के कुरालाई देख्दैछु भने कतिजनाको जीवनलाई चाहिँ नि त्यो मैला लुगाहरू खोलिएर परमेश्वरले यतिखेर नयाँ गोल्डन कलरको वस्त्रहरू लगाइदिँदै गरेको म देखिरहेको छु आगोले कतिजनालाई जलाएर सेन्टिफाई गर्दैछ शिक्रामा हाथोरमा खुरामा मि हाथारामा खोरमो म कोरो ब्रदरहरूले पनि यतिखेर प्रोफेटिक वर्डहरूलाई रिलिज गरिदिन थाल्नुहोस् किनभने तपाईँहरूको जीवनमा त्यो अनोइन्टिङ छ प्रोफेटिकले चाहिँ दैला खोलिदिन्छ खोलिदिएकोस् खोलिएकोस् शिक्रामा हाथारामा खोरबो रिहेथेरेमा हेथेरियानामा सुक्खा थोरबो रिखा थोरोमा खारामा सिका थियाराबा रिहिथिरियाराबा सोक्रोमा खोरबो रिहिन्दिरियानामा हाथारामा खोरबो कतिजनाको जीवनमा नि तपाईँहरूले पहिला तपाईँले भिजन्सहरूलाई देख्नुहुन्थ्यो परमेश्वरको आवाजहरूलाई सुन्नुहुन्थ्यो तर तपाईँ डिसओबिडियन्स भएको कारणले गर्दा तपाईँको जीवनमा त्यो कलिङ हराएर गएको छ त्यो बुलाहट हटाएर गएको छ त्यो गिफ्टिङ्स तपाईँको जीवनबाट हटाएर गएको छ तर परमेश्वर भन्नुहुँदैछ म त्यसलाई रेस्टोर चाहिँ गर्दिनँ तर यदि तँ फर्केर आउँछस् भने चाहिँ तँलाई म नयाँ कुरा देखाउँछु तँलाई म नयाँ कुरा देखाउँछु तँलाई नयाँ तरिकाले म बोल्छु तँलाई म नयाँ तरिकाले सिकाउँछु रिहेन्देरियानामा शाखा थोरोमो खोरामा हाथाराबा खोरबो रोबो पवित्र आत्माको आगो पवित्र आत्माको आगो पवित्र आत्माको आगो सिहिथियाराबा खोरबो रिख्राना हान्दाना तपाईँ यहाँ कतिजना सेवाकाई गर्नुहुँदैछ कतिजना फुल टाइम गर्नुहुन्छ या कतिजना फुल टाइम आउनु भएको छैन तर पनि तपाईँले आफ्नो हृदय चाहिँ प्रभुलाई दिइसक्नु भएको छ तर एउटा जग्गामा आएर तपाईँ डाउटले तपाईँलाई फ्युचरको चिन्ताले फिक्रीले अभावले रोकिरहेको छ जो पनि त्यो व्यक्ति हुनुहुन्छ अगाडि आउनुहोस् छिट्टो छिट्टो तपाईँ सेवाकाई गर्नुहुन्थ्यो सेवाकाई गर्नुहुन्छ बुझेर आउनुहोस् आमालाई सोध्नुहोस् ल के बुलावटमा मैले कल दिँदैछु तपाईँ सेवाकाई गर्ने मान्छे हो एउटा टाइममा अहिले पनि गरिरहनु भएको छ तर तपाईँ नि त्यो हार्टली गर्न सक्नु भएको छैन जुन फायर तपाईँमा थियो जुन जिल तपाईँमा थियो जुन प्रभुको लागि जस्तै कुरामा जस्तै परिस्थितिमा पनि गर्छु भने तर आज सानो सानो बहानाले तपाईँलाई रोक्दैछ अड्किरहनु भएको छ तपाईँको सेवाकाई अड्किरहेछ जो पनि हुनुहुन्छ छिट्टो गरेर अगाडि आउनुहोस् किनभने परमेश्वरले खोलिदिन चाहनुहुन्छ भरै नआउनुहोस् किनभने यो टाइम हो जिजस उठ्नुहोस् ल प्रार्थना गरिदिउँ साथीहरू खोलिदिउँ प्रभु यो छोरीको जीवनको मिनिस्ट्री जुन भागमा अड्क्यो बहिनी सरेन्डर गर ट्रस्ट गर किनभने तिमीलाई जसले बोलाउनु भयो उहाँ विश्वासयोग्य हुनुहुन्छ किनभने फसल चाहिँ रेडी छ तर खेतालाको अभाव छ अनि त्यो खेतालालाई चाहिँ परमेश्वरले अभिषेक गर्न चाहनुहुन्छ फर्कनुहोस् प्रभु त्यो रोकेको जग्गाबाट त्यो छोरीको पाइलाहरूलाई म खोली माग्छु येशू ख्रीष्टको नाममा म खोली माग्छु इन जीसस नेम खोलिदिनुहोस् अझै पनि धेरैजना हुनुहुन्छ तपाईँको घमण्डले या तपाईँको इन्सेक्युरिटीले तपाईँलाई आज रोक्दैछ भने नि तपाईँको बुलाहाटमा तपाईँ धेरै समयको लागि जाम हुन्छ शिक्रामा हाथोरोमा खोरबो प्रभु स्पिरिचुअल आइजहरू खोलिदिनुहोस् त्यो अन्डरस्ट्यान्डिङहरूलाई खोलिदिनुहोस् आफ्नो अनुभव अनि आफ्नो विचार होइन एक्सपिरियन्स बोल्ने होइन तर पवित्र आत्माको आवाजलाई सुनिकन जवान पुस्तालाई प्रभु तपाईँको आगोले भरिदिनुहोस् प्रभु जिजस प्रभु हिँड्ने साहस दिनुहोस् प्रभु हिँड्ने साहस दिनुहोस् यो जवान पुस्तालाई प्रभु यो यङ जेनेरेसनलाई प्रभु आजको दिनसम्म यो संसारको भावनाहरूले अड्काएर राखेको कुराबाट म स्वतन्त्र गरी माग्छु पवित्र आत्माको सामर्थ्य अनि शक्तिबाट यो जवान छोराको जीवनको रोकेको भागलाई खोलिदिन्छु राइट नाउ रिलिज तिमीलाई
अड्काएर राख्ने खुट्टामा बाँधिएको त्यो साङ्ला जस्तो त्यो हतकडी जस्तो कुरा राइट नाउ इन जिजस नेम खोलिएको छ प्रभु ईश्वरलाई फेथमा हिँड्न दिनुहोस् फेथमा भाइ एक्सर्साइज गर फेथ चाहिँ एक्सर्साइज गर्नुपर्छ अन्त तिमीले देख्छौ परमेश्वरको महिमालाई थ्याङ्क यू प्रभु थ्याङ्क यू लर्ड थ्याङ्क यू प्रभु आज हामी जवान पुस्ता विश्वासको एकतामा आउँछौँ यहाँ कुनै नाम होइन तर हामी किङडमलाई बोकेर अगाडि उभिन्छौँ येशू नाउँमा किनकि हरेक घोडा चाहिँ टेकिन्छ हरेक जिब्रोले चाहिँ स्वीकार गर्छ तर प्रभु हाम्रो जवानीले हामी तपाईँलाई आदर गर्न चाहन्छौँ प्रभु यो जवानी हुँदै गर्दैन प्रभु यो जवानीले तपाईँलाई महिमा दिन सकौँ प्रभु हाम्रो बलले हाम्रो ताकतले हरेक कुराले संसार मर्दैछ प्रभु अँध्यारोमा छ मानिसहरू तर तपाईँको ज्योति देखाउनलाई भाँडा रेडी बनाइदिनुहोस् लर्ड आजको दिनमा त्यो डेस्टिनी त्यो अनोइन्टिङहरू खोलिएको होस् प्रभु यो पुस्ताको आँखा खोलिएको होस् धन्यवाद प्रभु धन्यवाद तपाईँलाई धन्यवाद प्रभु तपाईँ विश्वासयोग्य हुनुहुन्छ तपाईँ सर्वशक्तिमान तपाईँ अल पावरफुल गड हुनुहुन्छ लर्ड तपाईँमा सबै कुरा सम्भव छ आज यो बोलिँदै गरेको शब्दले थुप्रोजनाको डेस्टिनी खोलिएको होस् राइट नाउ म यतिखेर त्यो एन्जल्सहरूलाई देख्दैछु जसले तपाईँको जीवनको डेस्टिनीको बुकलाई खोलिकन तपाईँको नाउँ लेखेको तपाईँको जीवनमा राखिदिएको बुलाहटलाई रिलिज गर्दैछ यतिखेर ल्याएर तपाईँ भित्र हालिदिँदैछ फेथमा रिसिभ गर्नुहोस् जिजस थ्याङ्क यू होली स्पिरिट तपाईँ अझै चाहिन्छ पवित्र आत्मा हाम्रो जाति मर्नु हुँदैन लर्ड तर आत्मा अनि शक्तिमा अगाडि बढेकोस् थुमाको रगत अनि जीवनको गवाईले प्रभु हामीले जित्न सकौँ धन्यवाद सबै कुराको लागि प्यारो प्रभु येशू ख्रीष्टको नाममा आमेन